सबैजनालाई जय मसीह। जय मसीह। सन्चै हुनुहुन्छ? हुन्छ, आजको सङ्गतिलाई हाम्रो वचनबाट सुरु गरौँ है त, बाइबलको भर्सबाट। हितोपदेश 3:5 र 6ले यस्तो भन्दछ, आफ्नो सारा हृदयले परमेश्वरमा भरोसा राख र तेरो आफ्नै समशक्तिमा भर नपर। आफ्ना सारा मार्गमा मलाई सम्झी र उहाँले तेरो मार्गहरू सोझा तुल्याउने हुनेछ। आमेन। कस्तो प्यारो मित्र पापको भार उठाउनु हो, दुख सुख ईश्वर कहाँ ल्याउनु, हामीलाई वरदानको कति सुख गुमाउँछ, कति दुख छ व्यर्थमा, ईश्वर कहाँ चारैतिरबाट आउँछ सङ्कट क्लेश परीक्षा, लौ हरेस खानु पर्दैन, कृष्णलाई भन प्रार्थनामा, हाम्रो सबै दुःख भागी यस्तो मित्र कहाँ पाउला, छोरी यसो दुख्छ, कृष्णलाई भन प्रार्थनामा, हामी चौकिने बलुकी बोझले लागेका, हाम्रो आश्रय खाली यीशु, कृष्णलाई भन प्रार्थनामा, साथी केले गर्छन् हेला, कृष्णलाई भन प्रार्थनामा, उनले रक्षा गर्छन् हाम्रो, हामी चौकिने बन्दुकी चित्त बोझले लागेका, हाम्रो आश्रय खाली यीशु, कृष्णलाई भन प्रार्थनामा, कृष्णलाई भन प्रार्थनामा, रक्षा गर्छन् हाम्रो, उनमा पाउँछ सङ्गमा। हालेलुया, हालेलुया। हुन्छ, के येशूसँग आफ्नो गुनासोहरू पोखिराख्नु भएको छ त? हुन्छ, हामी खडा हुनेछौँ यो समय, अनि हामी एउटा घटनालाई हामी हेर्नेछौँ यहाँ चाहिँ। अनि यहाँ दोस्रो इतिहास च्याप्टर 20 को एउटा म घटनालाई तपाईँहरूसँग पाठ गर्नेछु। यहोसापातले मोआब र आमोनलाई जितेको कुरा हामी यहाँ हेर्नेछौँ है त। यसको केही समयपछि मोआबी, अमोन र केही सेनानीहरू यहोसापातका विरुद्ध युद्ध गर्न आए। तिनलाई यो समाचार सुनाए कि एक ठुलो सैन्य दल खारा समुद्र पारी एदोमबाट तिनको विरुद्धमा लडाइँ गर्न आइरहेछ र होसेसोन तामार अर्थात् एन गदीमा पुगेको छ। यस्तो विपदको समाचार सुनेन योसाफले परमप्रभुको अगुवाई खोज्न अठोट गरे। तिनले सारा यहुदाभरि नै उपवास बस्नलाई घोषणा गरे। यहुदाका मानिसहरू परमेश्वरको सल्लाह माग्नलाई भेला भए
देशको हरेक सहरबाट तिनीहरू उहाँसित सल्लाह माग्न आए। यहुदा र यरुशलेमका सभाको सामुन्ने परमप्रभुका मन्दिरको नयाँ चोकको अघि खडा भएर यहोशापातले भने, हे परमप्रभु, हाम्रा पुर्खाहरूका परमेश्वर, के तपाईँ नै स्वर्गमा विराजमान हुनुहुने परमेश्वर हुनुहुन्न? तपाईँ जाति जातिका सबै राज्यहरूमा शासन गर्नुहुन्छ। तपाईँकै हातमा शक्ति र बल छन्। तपाईँको सामना गर्न कोही पनि छैन। हे हाम्रा परमेश्वर, के तपाईँले नै आफ्नो प्रजा इजरायलको सामुबाट यस देशको बासिन्दाहरूलाई धपाउनु भएको र आफ्ना भित्र अब्राहमका सन्तानलाई सदा सर्वदाको निम्ति त्यो दिनुभएको होइन? तिनीहरू त्यस बसेका छन् र तपाईँका नाउँको निम्ति यसो भनेर एउटा वासस्थान बनाएका छन्। यदि विपत्ति हामीमाथि आइलाग्यो भने, अर्थात् न्यायको तरबार वा रुनी वा अनिकाल पर्यो भने, हामी यस मन्दिरको अघि जहाँ तपाईँको नाउँ छ र तपाईँको सामुन्ने खडा हुनेछौँ अनि हामी आफ्नो विपत्तिमा तपाईँलाई पुकार्नेछौँ र तपाईँले हाम्रो बिन्ती सुनेर हामीलाई बचाउनुहुनेछ। आमेन। हामी सबै त पढ्दिनँ यहाँसम्म, मात्रै मैले राखेँ। यहाँ के भएको छ भने, राजालाई चाहिँ अब एउटा ठुलो आर्मीले चाहिँ अब यहाँ के गर्दैछ त, एट्याक हान्न लाग्दैछ होइन, आउट अफ नोवेयर। अनि योसेफात के छ, प्रिपेयर छैन है, प्रिपेयर पनि छैन आफ्नो आर्मीहरू। अनि उसले चाहिँ अब रादर देन अब सर्टेन अहिले तपाईँहरूले डिफ्रेन्ट देशहरूको युद्ध भएको तपाईँहरूले देख्न सक्नुहुन्छ होइन। एट्याक गऱ्यो भने के गर्छ त, उनीहरूले आफ्नो डिफेन्सलाई बढाउँछ अथवा त्यसमा मैले अझै त्यसको डबल एट्याक कसरी गर्ने भन्ने विभिन्न देशहरूले चाहिँ अहिले त्यसरी आफ्नो रणनीतिहरू बनाउँछ। तर यहाँ चाहिँ अलिकति डिफ्रेन्ट छ। यहाँ के भएको छ त, जब उसले त्यो थाहा पाउँछ ऊ अलिकति अब प्यानिक हुनसक्छ, निराश हुनसक्छ। तर के भएको छ त, यहाँ ऊ परमेश्वरको चरणमा गएको छ है। हामी यो चाहिँ एकदम पावरफुल कुरा उसले गरेको छ, किनकि यो त यति धेरै उसको भएको आर्मीमा ऊ भर पर्नु भन्दा पनि कोमा भर परेको छ त, परमेश्वरमा भर परेको छ। अनि हामी तल अझै पढ्दै जान्छौँ भने परमेश्वरले उसलाई त्यहाँ विजय पनि दिनुभएको छ। आमेन। भनेपछि हामी के देख्छौँ भने, हामी विभिन्न अनि परिस्थितिबाट अनि तपाईँ र म अनि जान सकेका हुन्छौँ। चाहे त्यो फाइनेन्स होस्, चाहे त्यो हेल्थ होस्, चाहे त्यो तपाईँको काम होस्, we might be in different situation. अहिले मैले यहाँ कोही छ त, यहाँ तपाईँहरू प्रब्लम नभएको मान्छे कोही छ भनेर भन्नुभयो भने, प्रब्लम नभएको मान्छे कोही छ भनेर हात उठाउनु लगायो भने आई थिङ्क कसैले पनि उठाउनुहुन्न होला। सबैको वी हेभ इच जर्नी। तर परमेश्वरले चाहिँ के भन्नुभएको छ भने, अनि यहाँ जस्तै जब पनि हामी उहाँलाई पुकार्छौँ, अनि अघि हामीले जस्तै हितोपदेशमा पनि हेऱ्यौँ, आफ्नो समाजमा नपर्ने र सबै कुरा केमा सम्पर्ने, परमेश्वरलाई जब हामी सम्पर्छौँ भने विजय चाहिँ नि येशूले दिनुहुन्छ। आमेन। हाम्रो हिजो, आज अनि भोलि सदा सर्वदा परमेश्वरले तपाईँलाई अनि मलाई त्यो प्रतिज्ञा गर्नुभएको छ। प्रिय मण्डली, मानिसहरू चेन्ज हुन सक्छन्, मानिसहरू हिजोको कुरा गर्दा गर्दै आज चेन्ज हुन सक्छ, तर परमेश्वरले हिजो कति वर्ष अगाडि जुन प्रतिज्ञा गर्नुभएको छ त्यो प्रतिज्ञा आज पनि जस्ताको त्यस्तै छ। उहाँ हामीसँग त्यो ट्रस्ट योग्य परमेश्वर तपाईँ हुनुहुन्छ। विचार गर्नुहोस्, तपाईँ र म यस्तो बाटोबाट गएका छौँ जुन चाहिँ त्यहाँबाट निस्किन एकदम गाह्रो थियो, तर जब हामीले परमेश्वरलाई पुकार्यौँ उहाँले त्यहाँबाट निकाल्नुहुन्छ। आमेन। त्यो छेड सम्झनुहोस् तपाईँहरू। हामी यतिका वर्ष यहाँ छौँ होइन। हामी अस्ट्रेलिया आउँदाखेरि तपाईँहरूले आफ्नो मण्डलीमा त्यो गवाही दिनुभयो होला, म अस्ट्रेलियाको मेरो भिसा लाग्यो, तपाईँले प्रार्थना गर्दाखेरि भिसा लाग्यो भनेर तपाईँले आफ्नो नेपालको मण्डलीमा त्यो गवाहीहरू दिनुभयो होला। तर यहाँ आइसकेपछि फेरि अर्को च्यालेन्ज छ होइन, यहाँ आएपछि अर्को एउटा फाइट छ। भनेपछि त्यो एउटा हरेक खुड्किलामा चाहिँ हामी परमेश्वरसँग रहेनौँ भने चाहिँ अनि देयर माइट बी अ चान्स अफ गेटिङ इन द एक्सिडेन्ट होइन। अनि साँच्चै नै अनि आज अनि भनौँ हाम्रो वर्तमान अनि हाम्रो भविष्य सबै कुरा अनि हामी परमेश्वरलाई अनि यो समय नि सुम्प्यौँ अनि भनौँ, प्रभु म तपाईँको चरणमा आउँदछु। अनि पोख्नुहोस् तपाईँको हृदयमा अनि के कुराहरू छ होइन। प्रभु साँच्चै नै आज अनि तपाईँलाई परमेश्वर तपाईँलाई सुन्न चाहनुहुन्छ। अनि उहाँ चाहिँ हाम्रो प्रार्थना सुन्ने मात्र होइन, उहाँले त्यसको उद्धार, त्यसको अनि आन्सर दिने परमेश्वर अनि तपाईँ र अनि मसँग छ। आमेन।
प्रभुलाई महिमा परम प्रभुलाई प्रशंसा महान प्रभुलाई महिमा परम प्रभुलाई प्रशंसा यो मेरो जीवनको चाहना यो मेरो जीवनको चाहना हालेलुया होसना हालेलुया होसना वर्तमान मेरो तपाईको हातमा भविष्य पनि तपाईको साथमा वर्तमान मेरो तपाईको हातमा भविष्य पनि तपाईको साथमा आनन्दित छु शान्तिमा छु प्रभुहरूका प्रभुमा आनन्दित छु शान्तिमा छु प्रभुहरूका प्रभुमा महान प्रभुलाई महिमा परम प्रभुलाई प्रशंसा महान प्रभुलाई महिमा परम प्रभुलाई प्रशंसा यो मेरो जीवनको चाहना यो मेरो जीवनको चाहना हालेलुया होसना हालेलुया होसना सर्वांग मेरो यीशुको हातमा अर्पण गर्छु धन्यवाद साथमा सर्वांग मेरो यीशुको हातमा अर्पण गर्छु धन्यवाद साथमा निर्धक्का छु राजाहरूका राजामा निर्धक्का छु राजाहरूका राजामा महान प्रभुलाई महिमा परम प्रभुलाई
यो मेरो जीवनको चाहना यो मेरो जीवनको चाहना हालेलुया होसना हालेलुया होसना हालेलुया प्रभु तपाईलाई धन्यवाद हालेलुया वर्तमान मेरो यीशुको हातमा भविष्य पनि तपाईको साथमा वर्तमान मेरो तपाईको हातमा भविष्य पनि तपाईको साथमा आनन्दित छु शान्तिमा छु प्रभुहरूका प्रभुमा आनन्दित छु शान्तिमा छु प्रभुहरूका प्रभुमा
येशू नाउँ नै काफी छ जीवनको हरेक मोडमा येशू नाउँ नै काफी छ येशू नाउँ नै काफी छ जीवनको हरेक मोडमा येशू नाउँ नै काफी छ दुःखको आँधीबेरी हामीमा आइलागे पनि चाहे आकाशै हामी माथि खसे तापनि चाहे समुद्र ओर्लिएर हामीमा बगे तापनि येशू नाउँ नै काफी छ जीवनको हरेक मोडमा येशू नाउँ नै काफी छ येशू नाउँ नै काफी छ जीवनको हरेक मोडमा येशू नाउँ नै काफी छ पाउनीको जमिन सिरा परे तापनि चाहे पहाड पर्वत झरेर हामीलाई छोपे तापनि चाहे राज्य नै हाम्रो विरुद्ध उठे तापनि येशू नाउँ नै काफी छ जीवनको हरेक मोडमा येशू नाउँ नै काफी छ येशू नाउँ नै काफी छ जीवनको हरेक मोडमा येशू नाउँ नै काफी छ येशू नाउँ नै काफी छ जीवनको हरेक मोडमा येशू नाउँ नै काफी छ येशू नाउँ नै काफी छ जीवनको हरेक मोडमा येशू नाउँ नै काफी छ येशू नाउँ नै काफी छ जीवनको हरेक मोडमा येशू नाउँ नै काफी छ
येशू नाम नै काफी छ जीवनको हरेक मोडमा येशू नाम नै काफी छ येशू नाम नै काफी छ जीवनको हरेक मोडमा येशू नाम नै काफी छ येशू नाम नै काफी छ जीवनको हरेक मोडमा येशू नाम नै काफी छ येशू नाम नै काफी छ जीवनको हरेक मोडमा येशू नाम नै काफी छ येशू नाम नै काफी छ जीवनको हरेक मोडमा येशू नाम नै काफी छ Hallelujah. मिल्दैन यसो तपाईमा नै हृदय निको हुन्छ अरू कतै पनि मिल्दैन त्यसको यसो तपाईमा नै सन्तुष्ट हुन्छ यसैले छेउमा तपाईको छेउमा तपाईको नजिक अँगालो भित्र राख्नुहोस् मलाई बुवाले जस्तै मित्रले जस्तै तपाईको नजिक अँगालो भित्र राख्नुहोस् अरू कतै पनि हुँदैन छोड्नेको यसो तपाईमा नै हृदय निको हुन्छ अरू कतै पनि मिल्दैन सन्तुष्टि यसो तपाईमा आत्मा सन्तुष्ट हुन्छ अरू कतै पनि हुँदैन छोड्नेको यसो तपाईमा नै हृदय निको हुन्छ अरू कतै पनि मिल्दैन सन्तुष्टि यसो तपाईमा आत्मा सन्तुष्ट हुन्छ
त्यसैले छेउमा तपाईको छेउमा तपाईको नजिक अँगालो भित्र राख्नुस् मलाई बुवाले जस्तै मित्रले जस्तै तपाईको नजिक अँगालो भित्र राख्नुस् प्रभु तपाईलाई धन्यवाद। थ्याङ्क यू लर्ड। साँच्चै नै परमेश्वर आज तपाईँलाई हामीले अब्बा भनेर पुकार्न पाएका छौँ, तपाईँलाई आफ्नो पिता भनेर पुकार्न पाएका छौँ, तपाईँको राज्यको हकदार हामी हुन पाएका छौँ। जसै हामी अनि कुनै समस्यामा पर्दछौँ अनि भागेर प्रभु नि हामी तपाईँको थियो अनि अङ्गालोमा प्रभु नि आउन पाउँदछौँ। साँच्चै नै तपाईँको अङ्गालोले जस्तो अनि इन्करेज अरू कसैले पनि दिँदैन लर्ड। तपाईँको वचनले जस्तो यो हृदयलाई सन्तुष्टि अरू कुनै कुराले पनि दिँदैन लर्ड। प्रभु तपाईँलाई धन्यवाद। हरेक परिस्थितिमा परमेश्वर तपाईँलाई खोज्न, तपाईँबाट सुन्न, तपाईँलाई हेर्न प्रभु तपाईँले हामीलाई सिकाउनुहोस् यसो। अनि जसै तपाईँ त्यो आज्ञाकारी जीवन अनि तपाईँले नि जिउनु भयो त्यसरी नै परमेश्वर तपाईँले हामीलाई पनि त्यो जिउन सहायता गर्नुहोस्। शत्रुहरूको बीचमा विजय मलाई दिने मृत्युको बाटोमा जीवन मलाई दिने शत्रुहरूको बीचमा विजय मलाई दिने मृत्युको बाटोमा जीवन मलाई दिने आकाश छ पहाड लड्छ म तपाईलाई खोज्नेछु म तपाईलाई हेर्नेछु
तपाईँलाई हेर्नेछु अन्धकारले झाँक्दा ज्योति मलाई दिने आँधीहुरीको बिचमा किल्ला बनिदिने अन्धकारले झाँक्दा ज्योति मलाई दिने आँधीहुरीको बिचमा किल्ला बनिदिने आकाश चढ्छ पहाड लड्छ म तपाईँलाई खोज्नेछु म तपाईँलाई हेर्नेछु म तपाईँलाई खोज्नेछु म तपाईँलाई हेर्नेछु आशा हराउँदिन तपाईँ हुँदा म डराउँदिन मेरो आशा हराउँदिन तपाईँ हुँदा म डराउँदिन येशू आकाश चढ्छ पहाड लड्छ म तपाईँलाई खोज्नेछु म तपाईँलाई हेर्नेछु म तपाईँलाई खोज्नेछु म तपाईँलाई हेर्नेछु प्रभु तपाईँलाई धन्यवाद हालेलुया प्रभु तपाईँलाई धन्यवाद हालेलुया प्रभु तपाईँलाई धन्यवाद परमेश्वर प्रभु जब तपाईँले त्यो इजरायलीहरूलाई प्रभु दासत्वबाट प्रभु निकाल्नुभयो त्यो प्रभु त्यो मरुभूमिमा प्रभु धेरैचोटि अनि त्यो सिचुएसनहरूले गर्दा उनीहरूले कम्प्लेन गरेका थिए परमेश्वर तर त्यो कम्प्लेन गर्दै गर्दा पनि तपाईँले त्यो आश्चर्य कामहरू गर्दै गर्दा पनि त्यो कामहरू प्रभु उनीहरूले नदेख्दै गर्दा पनि अनि तपाईँले उनीहरूलाई प्रेम गर्नुभयो लर्ड साँच्चै नै परमेश्वर त्यो अनुग्रही प्रभु नि हृदय अनि प्रभु तपाईँले देखाउनु भएको छ तपाईँले हामीलाई प्रेम गर्नुभएको छ लर्ड प्रभु तपाईँलाई धन्यवाद 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 हरेक परिस्थितिमा प्रभु हरेक कुरामा जुनसुकै त्यो अवस्थाबाट प्रभु नि जान तापरे पनि परमेश्वर हामीले तपाईँलाई हेर्न सकौँ तपाईँको महिमा गाउन सकौँ तपाईँको नाउँलाई प्रभु नि हामीले बोकेर हिँड्न सकौँ लर्ड प्रभु तपाईँलाई धन्यवाद धन्यवाद यो अनुग्रह अनि प्रेम तपाईँले हामीलाई गर्नुभएको निम्ति प्रभु तपाईँलाई धन्यवाद हालेलुया प्रभु तपाईँलाई धन्यवाद प्रभु सारा आदर सारा भक्ति परमेश्वर हामीले तपाईँलाई चढाएका छौँ हामी यो विश्वास गर्छौँ लर्ड तपाईँले प्रभु नि यो ग्रहण गर्नुभएको छ तपाईँ उत्साह लिनुभएको छ लर्ड प्रभु तपाईँलाई धन्यवाद बाँकीको प्रभु नि वचनको समय परमेश्वर म तपाईँको हातमा राख्दछु तपाईँले अगुवाई गर्नुहोस् तपाईँको छोरालाई प्रभु तपाईँले अनि त्यो पवित्र आत्माले भरेर परमेश्वर यस ठाउँमा ल्याउनु भएको छ तपाईँ जान्नुहुन्छ तपाईँले सहायता गर्नुहोस् सुरुदेखि अन्तिमसम्म प्रभु हामी तपाईँको अगुवाई माग्दछौँ लर्ड प्रभु तपाईँलाई धन्यवाद बाँकी समय सबै कुरा प्रभु म तपाईँको हातमा राख्छु माग्छु आशिष एकमात्र अनुग्रही येशूको नाम आमेन
हुन्छ हामी सबैजना बस्नेछौँ हामी वचनको समयमा आएका छौँ अनि वचनको निम्ति हाम्रो आदरणीय मोहन मामालाई म अगाडि बोलाउँछु तपाईँहरू सबैजनाले ताली बजाएर अगाडि बोलाइदिनु होला उहाँ अहिले मिन्टुमा हाम्रो मिन्टु ट्रिनिटी मिन्टुमा उहाँले अहिले सेवाकाई गर्दै हुनुहुन्छ हुन्छ सबैजनालाई जय मसी अनि एकदमै ब्लेसेड प्रेज एन्ड वर्शिप परमेश्वरको महिमा भएको होस् र हाम्रो वर्शिप टिममा पनि हामी धन्यवाद दिँदछौँ र यसरी परमेश्वरको प्रेज एन्ड वर्शिपमा हामीलाई डुबाउनु भयो र यो टाइम पनि अलिक हेर्दै गर्नु पर्ला त्यसै कारणले चाहिँ मोबाइलमा फेरि मैले मोबाइल चेक गरेको होइन मैले चाहिँ टाइम हाल्दैछु किन टाइमको पनि एकदम महत्त्व छ अनि कतिजनाले मलाई चिन्नु भएन होला कतिजनाले देखिरहनु भएको होला र म चाहिँ उता हामी ट्रिनिटी मिन्टुमा हामी सेवाई गर्दछु र त्योभन्दा अगाडि अघि म यहाँ आउने बेला मैले मेरो छोरालाई पनि भनेको थिएँ 10 वर्ष पुगेछ छोरी त्यति बेला छोरी थिएन म यहीँ यो मार्टिन प्लेसमा बस्ने गर्थ्यो त्यति बेला रेन्टमा बस्ने गर्थ्यो र लगभग 2008 तिरको कुरा हो र त्यस कारणले यो के भन्छ मोडेलको धेरै मेमोरी छ र हाम्रो ट्रिनिटी मण्डलीको पनि धेरै मेमोरी छ किनभने पहिला यहाँ हुनुहुँदा अगाडि जुन चाहिँ हामी ब्ल्याक हर्स्टमा त्यहाँ पनि आएका थियौँ त्योभन्दा अगाडि हामी साउथ हर्सफिल्डमा त्यहाँ पनि आएका थियौँ र त्यहाँ पनि मलाई गेस्ट स्पिकर भनेर बोलाएका थियो र केही हप्ता महिना अगाडि यहाँ पनि मलाई गेस्ट स्पिकर भनेर बोलाएका थियो र मिन्टुमा पनि दुई हप्ता अघि कति अगाडि चाहिँ त्यहाँ परमेश्वरको वचन बाँडेको थियो र त्यहाँ चाहिँ गेस्ट स्पिकर भनेर बोलाएन किनभने मलाई आज यहाँ आउँदाखेरि पहिला आउँदा चाहिँ गेस्ट स्पिकरै लाग्थ्यो तर आज चाहिँ मलाई गेस्ट स्पिकर लागेको छैन किनभने म मिन्टु अघि भनिहाल्यो मिन्टु हाम्रो ट्रिनिटी मिन्टुमा चाहिँ हामी त्यहाँ गाँसिएर चाहिँ परमेश्वरको सेवा गर्नु पाउँदा चाहिँ अहिले आउँदा चाहिँ मलाई आफ्नै मण्डलीमा आइकन यसरी परमेश्वरको वचन बाँड्न चाहिँ झन् ब्लेसेड भइरहेको छु आमेन र त्यसमा चाहिँ मलाई गेस्ट स्पिकर होइन म चाहिँ यहाँ हाम्रै मण्डलीमा आइकन चाहिँ यसरी परमेश्वरको सेवा र परमेश्वरको वचन बाँड्न पाएको छ र यो अवसरको लागि परमेश्वरलाई महिमा भएको होस् र आज अघि हामीले हाम्रो प्रवीण भाइले धेरै वचनहरूमा र गीतहरूमा पनि आज मैले के बोल्नुपर्ने त्यहाँ झन्डै 25% 30% नै त्यो वचनद्वारा र तपाईँको गीतद्वारा भनिसकेको थियो र शीर्षक भन्नुभन्दा अगाडि चाहिँ म एउटा प्रश्न चाहिँ सोध्न चाहन्छु र उत्तर भन्नु पर्दैन र परमेश्वरले तपाईँको प्रार्थना तपाईँले कति प्रार्थना गर्नुहुन्छ नि विश्वासी जीवनमा आइकन प्रार्थना के तपाईँले सबैको प्रार्थना उत्तर पाउनुभयो मैले पाएको छुइनँ कति कुरामा त परमेश्वरले उत्तर पनि दिनु भएन त्यही कारण मैले के हुन्छ नि बारम्बार वचनको बेला चाहिँ तपाईँहरू बाहिरतिर नगइदिनुहोस् किनभने वचन सुरुमा अलि सुनेर फेरि यही झुटो शिक्षा भनेर फेरि दोष लाउला सुरुदेखि अन्तसम्म एकदमै इम्पोर्टेन्ट छ वचन सुन्नको लागि चाहिँ र त्यसै कारण चाहिँ कृपया एकदमै इमर्जेन्सी हो भने चाहिँ जानुहोस् टोले त इमर्जेन्सी आयो भने चाहिँ नभए चाहिँ सकेसम्म चाहिँ वचन सुरुदेखि अन्तसम्म सुनिदिनु होला र साँच्चै नै सबै प्रार्थनाको उत्तर चाहिँ सबैले आएको हुँदैन आएको भए यति बेला हामी किन स्ट्रगल लाइफ गर्नु पर्थ्यो अनि स्ट्रगल लाइफ गरिरहेको छ स्टुडेन्ट लाइफमा स्ट्रगल यो देशमा आउनलाई नै स्ट्रगल अघि प्रवीणले भाइले भनिहाल्यो आउने बेलामा भिसा पाउँदाखेरि स्वर्ग छिरेस्तै भयो कस्तरी रमाट भइकन अब चाहिँ र भिसा पाएर यता आयो यता अर्कै स्ट्रगल त्यो प्रार्थना कति गरियो किन स्ट्रगल फेस जानु पऱ्यो त फेरि पनि अनि कतिपय मिराकल्सहरूमा पनि हेऱ्यो पनि सबै मिराकल्स भएको हामी देख्दैनौँ बिरामी पनि सबै निको भएको देख्दैनौँ हामी कोही निको हुन्छ कोही निको हुँदैन होइन प्रार्थना फेरि कतिजना चाहिँ बच्चै नहुने कोहीले प्रार्थना गरेर बच्चा पाएको छ कतिजना चाहिँ प्रार्थना गरेर बच्चै पाउँदैन मेरो छेमाको छोराको पनि त्यसै हालत छ कति प्रार्थना गरेर फास्टिङ पछि चाहिँ बच्चा पाएको छैन
भनेपछि के परमेश्वर झुटो हो त? र आजको शीर्षक छ व्हाट टु डु व्हेन गड सेज नो। यो चाहिँ डरलाग्दै छ। के गर्ने व्हेन गड सेज नो भनेपछि के परमेश्वरलाई त्याग्ने? आजको शीर्षक नै त्यही छ, अ टफ क्वेसन। हामीले चाहिँ व्हेन गड सेज नो व्हाट टु डु। म सानो हुँदाखेरि मलाई यो एकदमै जिनी इन अ बटल भन्ने धारावाहिक, यो अमेरिकन धारावाहिक एकदम मनपर्ने। फेरि त्यति बेला मलाई फेरि किताबतिर अलादिन एन्ड द ल्याम्प भन्ने एकदम मनपर्ने सानो हुँदाखेरि। अब आफू सानो हुँदाखेरि त त्यति वेस्टर्न नलेज पनि थाहा थिएन। यस्तो ल्याम्प, थोत्रो ल्याम्प रगड त फेरि जिनी आउने, जे मागे पाउने। अन्त कहिले काहीँ त आफूलाई पनि बच्चा हुने बेला त्यस्तो लाग्थ्यो नि, जिनी आयो भने मलाई पनि मन माग्थ्यो। जब हुर्किँदै गयो हामीले प्रार्थना पनि त्यस्तै माग्नु थाल्यो परमेश्वरलाई। चाहेको बेलामा परमेश्वरलाई माग्ने। फेरि तपाईँले याद गर्नुभएको छ, हामीलाई चाहिँ दुःख सङ्कट पर्ने बेलामा चाहिँ प्रार्थना पनि तन्किँदै जान्छ। जब सुख पाउँछ प्रार्थना घटिँदै जान्छ होइन। हामीले के दुःख आएको छ भने कति लामो प्रार्थना हुन्छ, रुई कराएर प्रार्थना गर्छ। अन्त हामीले के सम्झिन्छौँ भने अलादिनको ल्याम्पलाई रगटेर जिनी निस्किन्छ भने त्यसरी नै हाम्रो प्रार्थना पनि परमेश्वरले सुनेर उत्तर दिनुहुन्छ भनेर हामी आशा गर्दछौँ। मैले पनि गरेँ कतिचोटि। यो तपाईँलाई मात्रै भनेको होइन, म पनि त्यसमा सामेल छु। किन हामीले के सम्झिन्छ भने गड विल एन्सर, तर हामी के बुझ्दैन भने गड इज नट आवर सर्भेन्ट, हि इज आवर लर्ड, आई एम गड सर्भेन्ट। यो कुरो चाहिँ हामी बिर्सिन जाँदछौँ र हामीले परमेश्वरलाई जे पाए त्यही माग्दछौँ। हुनु नि, तर बाइबलमा लेख्यो भने फेरि त्यस्तो पनि लेखिएको छ। फेरि जेरेमियाको 33:3 पनि कल टु मी एन्ड आई विल एन्सर यु। अनि म्याथ्यु 7:7 पनि आस्क एन्ड इट स्याल बी गिभन टु यु, सिक एन्ड यु स्याल फाइन्ड, नक एन्ड इट स्याल बी ओपन्ड। त्यो सुन्दा त प्रार्थना दिनुपर्ने परमेश्वरले भन्ने जस्तो लाग्छ। फेरि किनभने माग्यो भने दिन्छु भनेको छ। अन्त कहिलेकाहीँ हामीले के गर्छ भने मैले नि फटकामहरू गरेको छ परमेश्वरसँग प्रार्थनामा, प्रभु यो पायो भने चाहिँ म यो गर्छु तपाईँको लागि होइन। लट्रीमा नि नम्बर मैले पाएको 10 मिलियन आयो भने 1 मिलियन होइन, 10% 1 मिलियन भयो, म तपाईँलाई 2 मिलियन दिन्छु। एज ए परमेश्वरलाई पैसा चाहेको जस्तै। पैसा त हामीलाई पो चाहेको छ त, परमेश्वरलाई चाहेको छैन नि। अब परमेश्वरसँग हामीले टग अफ वार नेगोसिएट गर्नु खोज्छ चाहिँ। आज परमेश्वरलाई हामीले उल्लु बनाउनु खोज्छ। हु इज अ सुप्रिम गड। अनि हामीले के गर्छ भने आस्क एनिथिङ भनेर चाहिँ हामीले जे पनि माग्छ। कहिलेकाहीँ चाहिँ हामीलाई कस्तो लाग्छ भने गड प्रमिस भने चाहिँ गड ओभर प्रमिस, अन्त अन्डर डेलिभर गरे जस्तो लाग्छ। किनभने प्रार्थना गर्दाखेरि नपाएपछि त लास्टमा परमेश्वरलाई अमला उठाउने भइगयो नि। किन नदिएको त प्रभु, किन चाहिँ मलाई नै? मेरो साथी जो चाहिँ अन्य जाति उसले चाहिँ सबै पाउने, काम पनि उसको राम्रो हुँदा हुँदा पिआर पनि मेरो साथीले पनि चाँडै पाएको। फेरि हामीसँगै आउने साथीहरूमा सकेसम्म सबभन्दा लास्ट पिआर पाउने मेरै होला सँगै आएको साथीहरूमा। आउने चाहिँ फेरि कहिले आउनुभयो भने 1950 भन्ने जस्तै हो, 1998मा आएको अक्टोबरमा। त्यसरी उमेरमा तपाईँले ठान्नुभयो होला। उमेर ठान्नुभयो भने मेरो छोरी भान्जी यहाँ छ, प्रिस्किला चाहिँ मेरो छोरी पर्छ, मेरो ठुली आमाको नातिनी। अनि मेरो फेरि उसको ड्याडी मभन्दा अलिक सानो। फेरि त्यसले गर्दाखेरि तपाईँले अनुमान गर्नु पऱ्यो होला, किनभने फेसमा नजानुहोस्, उमेर चाहिँ निकै छिपिसकेको छ। भनेपछि चाहिँ अब त्यस्तोरी चाहिँ कति हो कति प्रार्थनामा। अनि कहिलेकाहीँ सुन्दा चाहिँ परमेश्वरले चाहिँ यति साह्रो ओभर प्रमिस गरेर चाहिँ डेलिभर चाहिँ गरेको छैन। अनि त्यति बेला आउने बेलामा साथीहरू हामी थोरै थिए नेपालीहरू, थोरैमा पनि अरूहरूले फटफटफट पिआर पाउने। अन्य जातिहरू एउटा त झन् मेरो मिल्ने साथी चाहिँ कसरी मिल्ने साथी भयो भने आफू फेरि आउने बेला एउटा कलेज पढेको थियो, ऊ चाहिँ फेरि हेभी मेटल त्यस्तोसँग बसेको। ऊ चाहिँ हेभी मेटलमा गाँजा खाँदै बस्ने उसको ग्रुपहरू चाहिँ एउटै घरमा 2 बेडरुम हामी बस्थ्यौँ 4-5 जना। उसको पोखराको साथीहरू लौरेको छोराहरू चाहिँ गाँजा खाँदै बस्ने, आफू चाहिँ प्रार्थना गर्दै बस्ने। पिआर चाहिँ उनीहरूको आउने, मेरो चाहिँ नआउने। भनेपछि यो त अलिक के भन्छ त्यसलाई, न्याय भएन नि, डिस्क्रिमिनेसन भयो नि त्यहाँ त होइन र। म चाहिँ प्रार्थना गर्ने, तर हामीले के बुझ्दैन भने द फ्याक्ट इज
अहिले मैले भने परमेश्वरले सबै उत्तर दिनुहुन्न। नो, गड एन्सर्स अल योर प्रेयर्स। अब तपाईँले भन्नुहुन्छ कसरी त्यसै भए? बट गड एन्सर्स अल योर प्रेयर्स इन हिज वे, नट इन योर वे अर इन माई वे। यो कुरा चाहिँ हामी बुझ्नुपर्छ। गड डजन्ट एन्सर योर प्रेयर इन योर वे। कहाँ पनि हामी बाइबलमा देख्दैनौँ कि परमेश्वरले तेरो प्रार्थनाको उत्तर तेरै तरिकाले दिन्छु, तेरै समयमा दिन्छु भन्नुभएको छैन। बट गड विल एन्सर अल आवर प्रेयर्स इन हिज वे। त्यो चाहिँ हामीले बुझ्नुपर्छ। अनि गड हेज नट सेड कि इन एनी वे तेरै तरिकाले तेरै समयमा दिन्छु भनिकन चाहिँ। र परमेश्वरले कसरी चाहिँ जवाब दिनुहुन्छ हामी त्यसको पनि हेर्नेछौँ। 3 तरिकाले परमेश्वरले जवाब दिनुहुन्छ। पहिलो तरिका चाहिँ सबैले चाहने के हो त? पहिलो तरिका चाहिँ गड सेज, समटाइम्स गड सेज यस। प्रार्थना गर्ने बेलामा फुत्तै जाति हुन्छ, प्रभु मैले भिसा एप्लाई गरेको छु, पाओस्। 1 हप्ता पछि भिसा पनि आइहाल्छ तुरुन्तै। प्रभु मलाई यो काम चाहेको छ, मलाई तुरुन्तै पाउँछ। त्यसमा चाहिँ गड इज ग्रेट भनेर हामी चिच्चाउँछौँ, कराउँछौँ, खुसी हुन्छौँ, आनन्दित होइन, खुसी हुन्छौँ, किनभने हामीले मागेको पायो। फेरि अहिलेको जमाना चाहिँ तपाईँको फास्टफुडको जमाना हो। यो फास्टफुडमा चाहिँ तपाईँको कोला पनि 1 घन्टा, बर्गरको लागि 1 घन्टा कोला पर्खिनु मनपर्छ। म्याकडोनल्डमा गयो भने यता अर्डर गर्नुपर्छ, उता पुगेको छैन रेडी हुन्छ। नेपालबाट आमा बाउ आनी पनि तर्सिन्छ, भर्खरै अर्डर गरेको हाम्रो खाना हो भन्छ, होइन र? फास्टफुडको जमाना। नेपालमा त फास्टफुड उहिले नै आइसकेको थियो। कसरी भन्दा चाहिँ वाइ काँचो पनि खाँदै हुने, पकाएर खाँदै 2 मिनट पाकिहाल्ने। त्यो जमानामा हामी हुर्केको। अहिले हामीलाई परमेश्वरको प्रार्थनाको उत्तर पनि त्यस्तो नै चाहिन्छ, तुरुन्तै प्रार्थना यस त परमेश्वरले दिनुहुन्छ। त्यो चाहिँ हामीले चाहिन्छ। अर्को चाहिँ परमेश्वरले कसरी उत्तर दिनुहुन्छ भने परमेश्वरले चाहिँ नट येट, अहिले होइन, पर्ख। त्यो चाहिँ गाह्रो छ। फेरि पर्ख भन्ने बेलामा चाहिँ कति पर्खिने प्रभु? 5 मिनट, अनि 1 घन्टा कि 1 दिन कि 1 हप्ता कि 1 वर्ष कि कति वर्ष? 2, 3? परमेश्वरले कहिले भन्नुहुन्न 3 वर्षपछि दिन्छु है। अब्राहमलाई पनि सन्तान दिन्छु भन्यो, कहिले दिन्छु भनेन, र अब्राहमले गल्ती पनि गर्यो। हामीले पनि कहिले चाहिँ हाम्रो प्रार्थना उत्तर दिन्छ, परमेश्वर दिनुहुन्छ, कहिले दिनुहुन्छ थाहा छैन। र त्यो मतैमा फेरि हामीले एउटा कुरा के बुझ्नुपर्छ भने यहाँ चाहिँ नट येट र नोमा फरक छ। फेरि नो भन्नुभएको छैन, नट येट भन्नुभएको छ। र म मेरो टेस्टिमोनी पनि यसमै गाँच्छु छु। र म चाहिँ आमा बाबाले मलाई सानोबाट नै उता सिक्किम भन्ने ठाउँमा बोर्डिङ स्कुलमा पढायो। र त्यहाँ चाहिँ सबभन्दा सिक्किमको 2टा ठुलो स्कुल, एउटा चाहिँ गभर्मेन्ट फन्ड स्कुल भयो, अर्को चाहिँ क्याथोलिक स्कुल छ। त्यहाँ चाहिँ आमाले बाबाले सकिनसम्म, मेरो बाबा चाहिँ अहिले परमेश्वरमा सुत्नु भइसक्यो, र उहाँ चाहिँ काठमाडौँमा बाँसबेरी चर्चको को-फाउन्डर उहाँ, अनि मेरो सानो मम्मीहरू मिलिकन चाहिँ बाँसबेरी चर्च, तर त्यहाँ चाहिँ भोलन्टरी पास्टरी गर्नुहुन्थ्यो। र आमाले चाहिँ पसल चलाउनुहुन्थ्यो, कपडा पसल, महाराजगञ्ज चक्रपथ काठमाडौँमा। र जति कमाइ हुन्थ्यो त्यहाँबाट बाबालाई पनि हेर्नुपर्ने, फ्यामिली हेर्नुपर्ने, र हाम्रो फिसहरू पनि महँगो थियो, त्यो हेर्नुपर्ने। 12सम्म त सजिलैसँग गयो। अब फेरि त्यो जमानामा अहिले पो क्रिस्चियन समाजमा पनि ठुल्ठुलो व्यक्तिहरू डक्टर, इन्जिनियर छ अहिले नेपालमा पनि। त्यो जमानामा त्यस्तो थिएन। र सिक्किममा चाहिँ त्यो स्कुलमा चाहिँ फेरि सिक्किमका मन्त्रीका छोराछोरी र भुटानका ठुल्ठुला मन्त्रीका छोराछोरी र नेपालका मन्त्रीका छोराछोरीहरू आउँथ्यो। र त्यस्तो स्कुलमा बिचारा मेरो छोराछोरीले राम्रो पढोस् भनेर आमाले पनि हामीलाई राखिदियो। 12सम्म त पढ्यो। 12 सकेपछि मन्त्रीका सबै त राम्रै मार्क्स आएर पास भयो। अब नेपालमा तपाईँलाई थाहा छ अहिले ओली छैन, र ओली हुने बेलामा मन्त्री सबै थाहा छ, सबैको मन्त्रीको छोराछोरीहरू जे पढ्छु नि पाउने। फेरि मलाई चाहिँ कम्प्युटर एकदमै त्यति बेला फेरि तपाईँ गुगल केही थिएन, फेरि कम्प्युटर हेर्नु पाउँदा पनि ठुलो थियो। मलाई चाहिँ कम्प्युटर सम्बन्धी पढ्नु थियो। अनि त्यसपछि मैले 11-12 पनि इन्जिनियरिङपट्टि भनेर फिजिक्स, केमिस्ट्री, म्याथमेटिक्स पढेको थियो। र त्यसमा चाहिँ नेपालमा
पढ्ने विद्यार्थीहरू त्यहाँ गएको थियो। मन्त्री छोराहरूले आफ्नो कोटामा उनीहरूले कहीँ बङ्गलादेश, कहीँ रसिया, चाइना कहाँ ठाउँमा उनीहरूले आफ्नो कोटामा छोराछोरी डक्टर इन्जिनियर पठाए। सिक्किमबाट पनि उनीहरूको आफ्नो कोटाबाट गयो, भुटानकाहरूले आफ्नो गयो। आफ्नो त न नेपालमा बहुमन्त्री छ, न चिनाजना कोही मन्त्री छ, न विश्वासी मन्त्री छ। अन्त बाउले के गर्ने बिचरा? आमा गाउँबाट झरेको भइगयो, बाउले त्यो जब 10 क्लास मात्रै पढेको, आफ्नो नेटवर्कमा पनि कोही पनि थिएन फेरि। अनि भनेपछि 12 पछि त मेरो जिन्दगी खेरै गयो जस्तो भयो। र त्यति बेला परमेश्वरको अनुग्रहमा चाहिँ ड्रग्सतिर लाग्ने कुराहरू भएन, फ्रस्ट्रेसन आयो। सँगैमा पढ्ने साथीहरू कहाँ छ? अहिले फेसबुकहरू थिएन र परमेश्वरलाई धन्यवाद दिन्छु त्यति बेला थिएन पनि। भएको भए म तपाईँलाई अहिले भन्छु मेरो हालत के हुन्थ्यो होला, कस्तो बेचेत हुन्थ्यो होला मेरो। किनभने सबै साथीभाइहरूको चाहिँ फेरि त्यो जन्म के थियो भने जो डक्टर इन्जिनियर पढ्ने इन्जिनियर कलेजतिर चाहिँ यो क्याथोलिक स्कुल भएको कारणले चाहिँ उनीहरूले यो क्रिसमस टाइममा अनि यो गुड फ्राइडे इस्टर टाइममा चाहिँ बाहिर पढ्ने इन्जिनियर डक्टर पढ्नेहरूले त्यहाँ स्कुल जानेले चाहिँ देखावटीको लागि चाहिँ पठाउँथे कार्ड, ह्याप्पी इस्टर ह्याप्पी क्रिसमस के भनेर पठाउने, फ्रम भनेर उनीहरूको नाम लेख्ने, अन्त कुन चाहिँ इन्जिनियरिङ कलेज यस्तो भनेर हाल्थ्यो, अथवा मेडिकल कलेज भन्ने। आफ्नो त यहाँ हालत पत्ला भइरहेको छ। 1 महिना गइसक्यो, 2 महिना गइसक्यो, 3 महिना गइसक्यो, कहाँ जाने, कहाँ पढ्ने, के गर्ने? यतिसम्म बिजोग भएर लास्टमा दार्जिलिङ भन्ने ठाउँमा चाहिँ मेरो सानो माइजी चाहिँ दार्जिलिङको हुनुहुन्छ, उसलाई गुहार मागेर त्यहाँको सरकारी कलेज जहाँ चाहिँ 1 पैसा पनि लाग्दैन, त्यो पनि त्यहाँको लोकल कागज बनाएर चाहिँ अब बिचमा हाल्नु पऱ्यो, अर्को काहीँ एडमिसन लिँदैन। सरकारी कलेजमा जहाँ चाहिँ त्यति बेला फेरि सरकारी कलेजमा चाहिँ तपाईँको त्यत्रो टप स्कुल पढेको, सेन्ट जेभियर्स भन्ने सिक्किममा टप स्कुल पढेको सरकारी कलेजमा चाहिँ सरकारी स्कुल पढ्नेहरू बच्चाहरू जान्थ्यो भने म पनि त्यहाँ जानु पर्यो। कोही साथीभाइले देख्छ भने लाज मर्दो, मुख छोपेर जानुपर्ने। कोही साथीभाइ नचिनोस्, स्कुलमा हाई स्कुल पढेको कोही नभेटोस्, भेट्यो भने मेरो इज्जत जान्छ। उता बहिनीहरू चाहिँ सिक्किममै पढ्थ्यो त्यति बेला स्कुलमै, उनीहरूले भन्थ्यो दाइ तपाईँको त्यो साथी त यो कलेज पाइछ नि इन्जिनियरिङ, डक्टर पाइछ नि। आफ्नो चाहिँ न डक्टर न इन्जिनियर, त्यो पनि गभर्मेन्ट कलेजमा सरकारी कलेजमा पढ्नु परिरहेछ। प्रार्थना गऱ्यो नि, उत्तर खोइ। र परमेश्वरमा धेरै झगडा पनि पऱ्यो प्रार्थनामा, तर एउटा चाहिँ के राम्रो थियो भने परमेश्वरको अनुग्रहमा चाहिँ मेरो आमा बुवाले मलाई सानोबाट नै परमेश्वरको नजिक हुन सिकाएको थियो। त्यो भएर कता कता डर चाहिँ थियो, त्यही कारणले चाहिँ ड्रग्स र जहाँ रक्सीमा लागेन। फ्रस्ट्रेसन थियो, डिप्रेसन थियो। टाइम जान्दैछ, 6 महिना भइसक्यो, 1 वर्ष भइसक्यो, कहाँ गर्ने, के गर्ने? कति चाहिँ मुख छुपाएर बस्ने, कति मुख लुकाएर बस्ने। लास्टमा काठमाडौँमा एउटा मेरो धर्म दिदी थियो, उहाँको हस्बेन्ड चाहिँ ब्रिटिस आर्मीमा हुनुहुन्थ्यो र अहिले पनि हुनुहुन्छ। र उहाँ चाहिँ उताबाट काठमाडौँ आउने बेलामा चाहिँ मलाई के भनेको थियो भने होइन बाबु बरु के लौडे हुने कि के हो, लौडे हुनुलाई पोखरामा। मलाई त झन् राम्रो नि, डाइरेक्ट ब्रिटिस आर्मी। फेरि नेपालमा तपाईँलाई थाहा छ नि ब्रिटिस आर्मी पाउनु भनेको त लट्ठी फसे जस्तै थियो। अनि उसले चाहिँ के भने नि यस्तो गर्नुपर्छ भने सबै एक्सर्साइज गरायो, 1 महिना कति पुसअप गर्नुपर्ने, यस्तो गर्नुपर्ने सबै। अनि उसको फेरि उसको जुन चाहिँ बस छ त्यो चाहिँ आउने रहेछ पोखरामा गोरा चाहिँ, तर छिर्नु चाहिँ आफ्नो छिर्नु पर्ने, मिनिमम गर्नु, बाबुलाई भित्र गएपछि हामी मिलाइन्छु भन्यो। अनि मलाई त परमेश्वर बोल्यो, परमेश्वर बोलिन होइन र? कहाँ अन्य जाति उनीहरू फेरि के न त जातपात के मिल्छ, उनीहरू गुरुङ हो, आफू तामाङ र प्रधान मिक्स हो, न त बाउपट्टि न आमापट्टि। खालि दिदीले चाहिँ मलाई धर्म पायो भनेर माया गर्थ्यो। र त्यसमा पनि त्यति साल उनीहरूले मेरो लागि गरिदियो। मैले चाहिँ प्रभु नै बोलेको यो, उनीहरूद्वारा प्रभु नै आउनुभयो मेरो जीवनमा भनिकन चाहिँ पोखरा गयो। पोखरामा गएपछि यस्तो खाँदा हुने रहेछ गेटमा छिर्नको लागि। छिर्यो गेटभित्र पनि, छिरेपछि पासपोर्ट र नागरिकता देखाउनु पर्ने रहेछ। फेरि त्यो जमाना अहिले जस्तै कम्प्युटर सिस्टम छैन। अनि पासपोर्ट देखायो, नागरिकता देखायो, यस्तो हेर्छ 15 दिनको फरक रहेछ अरे। 15 दिनको नागरिकताबाट चाहिँ पासपोर्टमा बनाउने
अब बाँदर भन्नु मैले है, त्यो बाँदरले चाहिँ 15 दिनको फरक पार्दैछ मलाई। त्यसले गर्दाखेरि मेरो जीवनै गयो। अघिसम्म मैले भनेको थिएँ प्रभु तपाईँ बोल्नुभयो यिनीहरूबाट, अहिले आए त खै प्रभु बोल्नु भएन रहेछ। फेरि प्रभुले मलाई धोका दियो। अब फेरि टाउको सानो पारेर त्यही कलेजमै जानु पऱ्यो, गभर्मेन्ट कलेजमा नै। तर त्यो गभर्मेन्ट कलेजमा पढ्ने बेलामा चाहिँ जस्ता हामी चाहिँ यस्तो पेइङ गेस्ट भनेर बस्थ्यो एउटा घरमा। त्यहाँ चाहिँ झापाको 2 जना भाइ 11-12 पढ्नको लागि चाहिँ दार्जिलिङ आएको थियो। म चाहिँ ब्याचलर पढ्नको लागि, उनीहरू चाहिँ 11-12 पढ्नको लागि। उनीहरूलाई चाहिँ दाई दाई भन्थ्यो। अन्त मैले त्यो भाइलाई भन्थेँ हेर भाइ जिन्दगी डुबिसक्यो, के गर्ने, अब छुट्टीमा जाने बेलामा अब चाहिँ युएस ट्राई गर्नु पर्ला। फेरि त्यति बेला अहिले जस्तै माइग्रेसन एजेन्टहरू थिएन, गुगलहरू केही थिएन, विदेश जाने चलन थिएन। दुबईमा छ भन्दा पनि आम्मा दुबईमा विदेशमा छ भन्ने जस्तो लाग्ने, दुबईमा जानु पायो भने कहाँ जस्तो लाग्ने। किनभने फ्यामिलीमा एकजना पनि विदेश गएको थिएन, कोही छिमेकी कोही गएको थिएन। अहिले पो तपाईँको हरेक घरमा एकजना विदेशमा हुन्छ, सबै विदेशमा हुन्छ। त्यो पनि थिएन। त्यति बेला पनि त्यो भाइले चाहिँ भन्थेँ मैले अब अमेरिकातिर जानु पर्ला, त्यही ट्राई गर्नु पर्ला। अन्त ट्राई पनि गरिरहेको थियो। त्यो पनि अमेरिकन अफिसै के ब्रिटिस अफिस के भनेर चाहिँ त्यहाँ US $100 दियो भने चाहिँ उनीहरूले मेरो नाम लेखिदिने रहेछ, अन्त एड्रेस लिने रहेछ। अनि त्यो एड्रेसबाट चाहिँ अमेरिकाबाट चाहिँ पुरा त्यो कलेजहरूबाट के आउने रहेछ। त्यो आउँदा नै आफूलाई अमेरिका पुगे जस्तो लाग्थ्यो। अनि सपना त देखिसक्यो अमेरिकाको। भरे एक दिन मलाई फोन आयो। फोन आएर के भन्छ त्यो भाइकोबाट, त्यो भाइ चाहिँ झापा भद्रपुरमा बस्थ्यो। फोन आएर चाहिँ के छ दाइ अरे के हुने जिन्दगी यस्तो छ नि, अब फ्रस्ट्रेसन भएर के गर्ने छ नि भन्दा चाहिँ अनि के गरिरहेको छ अन्त अमेरिका ट्राई गरिरहेको छ, अब हेर्नु के हुन्छ। उसले चाहिँ होइन बरु मेरो दाई अस्ट्रेलियामा, मलाई थाहा पनि थिएन उसको दाई अस्ट्रेलिया बस्छ भनेर, जम्ले दाई रहेछ। एकजना चाहिँ अस्ट्रेलियाबाट आएको छ, तिम्रो बारे मैले कुरा गरेको थियो, भेट्ने भए आऊ न अरे। अन्त मलाई त त्यहाँ फेरि प्रभु बोले के हो कता हो, पहिला पनि प्रभु बोलेको थिएँ काम गरेन, योपालि नि भोलि बोलेन के थाहा। तै पनि मैले चाहिँ नाइट बसमा मात्रै गयो, भद्रपुर भन्ने ठाउँमा गयो। अनि त्यो दाइले मलाई भन्यो भाइ तिम्रो युएसमा को छ, कोही पनि छैन, युएस कहाँ जान लागेको छ थाहा छैन। अनि किन जान लागेको युएसमा, अस्ट्रेलिया एप्लाई गर, अस्ट्रेलिया आयो भने म हेरिदिन्छु, मेरो अर्को जमले पनि छँदैछ, हामी हेरिहाल्छु तिमीलाई, फिक्र नगर, तिमी भाइको साथीहरू चाहिँ मेरै भाइ हो तिमी पनि भन्नु थाल्यो। यो त प्रभुले बोलेको। अनि त्यसपछि उसले फेरि काठमाडौँ गएर, त्यति बेला माइग्रेसन एजेन्ट धेरै थिएन, इन्टरफेस साबत राय भन्ने थियो एकजना, ऊ मार्फत गएको रहेछ। त्यहीँ जाऊ हुन्छ। अन्त बेलुका फेरि नाइट बससम्म मात्रै गयो। भोलिपल्ट फेरि इन्टरफेस गयो, इन्टरफेसमा डकुमेन्ट्स देखायो। इन्टरफेस के भन्छ भने पर्दैन, भाइको त आइल टेस्ट केही दिनु पर्दैन रहेछ, इन्डियामा पढेको रहेछ पाउँछ। फेरि एक हप्ताभित्र गएर आउनु लागेको छ, यता हुलुङ कलेजमा आउनु लागेको छ, भाइलाई त्यहाँ जाऊ एनरोलमेन्ट पाउँछ, एनरोलमेन्ट पाइहाल्यो। अनि त्यसरी चाहिँ अस्ट्रेलिया छिर्यो भनेपछि परमेश्वर चाहिँ बोलेको रहेछ योपालि चाहिँ होइन। त्यो कारणले चाहिँ परमेश्वरले चाहिँ नट येट भनेको रहेछ, नो होइन रहेछ, नट येट। आफू पूर्व जानुपर्ने परमेश्वरले कहाँ ल्यायो, अमेरिका जानुपर्ने यता ल्याइदियो। कहाँ पढ्नुपर्ने आफू इन्जिनियर पढ्नु मन लागिरहेको थियो, त्यो पनि कम्प्युटर साइन्स, यता आएर आइटीमा पढ्नु पायो विच इज कम्प्युटर साइन्स। त्यही भएर मेरो इमेल यता आएर इमेल एड्रेस पनि खोल्नु सिक्यो, किन यता आएर बल्ल इमेल चलन थालेको थियो, इन्टरनेट चलन थालेको थियो। त्यही भएर प्रायः जस्तो नाम फुल नाम तपाईँले पाउनुहुन्न। मेरो चाहिँ मोहन प्रधान @hotmail पनि पायो, किन मोहन प्रधान भने फुल नाम पाउँदैन अहिले, 177809 केही हाल्नुपर्छ। त्यो चाहिँ नभएर चाहिँ आइटीमा पनि पढ्नु पायो फेरि। र चाहिँ म चाहिँ तपाईँलाई भन्दै जान्छु यसको बारेमा चाहिँ, त्यही कारणले चाहिँ परमेश्वरले चाहिँ नो भन्नुभएको छैन, नट येट भन्नुभएको छ। र मलाई चाहिँ लगभग तपाईँको झन्डै 2 वर्ष खेर गयो, किन 12 सकेर 2 वर्ष बढी भएको भए चाहिँ अस्ट्रेलियामा आउनु गाह्रो पर्थ्यो, किन 2 वर्ष ग्याप देखिन्थ्यो। तर 2 वर्ष ग्याप देखेन, त्यहाँ कलेजमा पढ्दै थियो, त्यहाँ बिचमा आउनु पायो भनेर चाहिँ एनरोलमेन्टमा पनि COE आइहाल्यो र भिसा आउन पनि केही गाह्रो भएन। र परमेश्वरले साँच्ची नै नचिताएका दार्जिलिङमा लगिन चाहिँ त्यो भाइ फेरि मैसँग बस्नुपर्ने, परमेश्वरले अचम्म काम त्यस्तरी गर्नुहुन्छ। अब हामी थर्डमा हेर्नेछौँ परमेश्वरले कसरी उत्तर दिनुहुन्छ भनिकन चाहिँ। थर्डमा चाहिँ परमेश्वरले चाहिँ के भन्नुहुन्छ, नो। त्यो चाहिँ गाह्रो छ लिन, नो। मलाई पनि लौडिनु गर्दाखेरि परमेश्वर नो भन्यो नि त, 15 दिन फरक।
जबकि त्यो जमाना कम्प्युटर सिस्टम भएको भए यति फरक हुने थियो नि। अहिले यस्तै गुगल गरेर डेट ठक्कै गर्न मिल्थ्यो। किन पासपोर्ट नागरिकतामा त नेपाली डेट छ, त्यसलाई उल्टा गर्ने बेलामा 15 दिनको फरक पारिदियो मलाई। त्यो दाइ हो कि भाइ हो कि को हो, मलाई बाँदर पर्यो। अहिले चाहिँ राम्रै लाग्छ त्यो मान्छे। त्यो गरेको कारणले चाहिँ म लौरे हुनु पाएन। लौरे भएको भए आज यसरी आएर परमेश्वरको सेवा गर्न सकिन्थ्यो। र परमेश्वरले नो भन्नुभयो, त्यो चाहिँ गाह्रो छ लिन। र परमेश्वरले नो बाइबलमा को कोलाई भनेको छ, धेरैजनालाई नो भनेको छ। मोसालाई हेर्नुहोस् त, इजरायलीले लोकेर जो कानान देशमा लानुपर्ने उसलाई परमेश्वरले नो, त्यो कानान देश छिर्नु पाउँदैन। मोसाको सपना चाक्न चुर भयो। मोसालाई नो भने परमेश्वरले। अरू अब्राहमले इस्माइल जुन चाहिँ हेगरद्वारा जन्मेको, आइज्याकलाई दिनुपर्ने ब्लेसिङ चाहिँ इस्माइललाई दिनु खोज्दाखेरि परमेश्वरले नो, त्यो ब्लेसिङ इज फर आइज्याक, नट फर इस्माइल, नो भनेको छ। दाउदलाई पनि जब बात्सिबासँग चाहिँ उसको एफेयर भइकन बच्चा जन्मियो, त्यो बच्चा सिकिस्तबाट मर्न लागिरहेछन्, दाउदले रुवा पछिबाट क्षमा मागिन प्रार्थना गरिरहेका छन्। परमेश्वरले नो भन्नुभयो। परमेश्वरले मोसालाई नो भन्नुभयो, दाउदलाई नो भन्नुभयो, अब्राहम नो भन्नुभयो, मलाई पनि नो भन्नुभयो, तपाईँलाई पनि नो भन्छ। हामी डिफ्रेन्ट छैन। त्यो चाहिँ हामीलाई लिनु गाह्रो पर्छ। र त्यति बेला चाहिँ हामीले के कुरा बुझ्नुपर्छ भने, डु यु स्टिल ट्रस्ट गड? गडले नो भनिसक्यो। अब मेरो लौरेनी सपना नो भइसक्यो, किन 15 दिनको फरक छ। भोलि आएर डुप्लिकेट पासपोर्ट बनाउनु मिल्दैन। अब भनेपछि परमेश्वरले नो भने मलाई त्यति बेलामा पनि सङ्गतहरू मेरो नारायण भएर ड्रगमा जाने चान्सेस बढी थियो। मेरो ठुली आमा भन्नाले माइली आमाको छोराहरू अहिले बित्नुभयो, कोही ड्रग बनेर गए। किन उनीहरूको लाइफमा पनि नो भन्दा चाहिँ दे डिड नट ट्रस्ट गड। त्यो कारणले चाहिँ तपाईँलाई नो भन्ने बेलामा डु यु स्टिल ट्रस्ट गड? एकदमै ठुलो क्वेसन छ तपाईँलाई। अयुबले के भन्दछ 13:15 इभन दो ही स्ले मी yet will I trust in him। आज हामीले त्यो भन्नु सक्नुपर्छ, मेरो जान गए तापनि I will still trust God। परमेश्वरले उत्तर देओस् कि नदेओस्, I will still trust God। र मलाई पनि परमेश्वरले प्रेम गर्नुभयो। ट्रस्ट त त्यति बेला गर्नु, कता कता ट्रस्ट त छ, साथै कता कता मनले त मान्दैन पनि। होइन प्रभु किन मलाई नै? त्यत्रो सिक्किममा पढ्ने बेलामा 95% अन्य जाति, म चाहिँ मेरो बाउ पास्टर तपाईँको सेवा निस्वार्थ बनेर गरिरहेको छ, उसका छोरा चाहिँ किन मुख लुकाएर हेर्नुपर्ने? किन प्रभु भनेर प्रश्न सोधेको थिएँ त्यति बेला। तर भित्री मनले चाहिँ डर पनि छ फेरि, किन आमा बाउले वचनबाट सिकाएको छ। पहिला धेरै चाहिँ बोल्नु डर लाग्थ्यो प्रभुलाई। रिसको झोकमा झनक आयो भने पछि प्रभु सरी। तर अहिले तपाईँहरूमा चाहिँ तपाईँहरूलाई नो भन्ने बेलामा तपाईँले डु स्टिल ट्रस्ट गड? त्यो चाहिँ एकदमै इम्पोर्टेन्ट छ। र परमेश्वरले किन चाहिँ नो भन्छ त्यसको पनि कारण छ। फेरि त्यसको पनि कारण छ। एउटा चाहिँ फर्स्ट 3टा कारण हामी आज हेर्नेछौँ। एउटा चाहिँ गड सेज नो बिकज गडले चाहिँ हेज गट बिगर पर्सपेक्टिभ फर यु। त्यो चाहिँ भनेको चाहिँ के हो भने हामी हेब्रूमा पाउन सक्छौँ 4:13 गड नोज एभ्रिथिङ, गड नोज एबाउट एभ्री वान एभ्रिवेयर। त्यसले कारणले चाहिँ परमेश्वरलाई भोलि के हुन्छ थाहा छ तपाईँको। तपाईँलाई अहिले 1 सेकेन्ड पछि के हुन्छ त्यो पनि थाहा छैन, तर परमेश्वरलाई थाहा छ यसलाई यो दियो भने के हुन्छ कन्सिक्वेन्सेस। त्यसै कारणले चाहिँ परमेश्वरले नो भन्छ हामीलाई, किनभने परमेश्वर थाहा छ यो राम्रो छैन। मेरो छोराले मलाई के माग्छ, मेरो छोरीले माग्छ। अब मानिलिउँ छोराले टी सर्ट माग्यो, ड्याडी मसँग टी सर्टै छैन, साथीहरूसँग यस्तो यस्तो फ्यान्सी टी सर्ट छ, ब्रान्डेड टी सर्ट छ, त्यो भने मलाई किनिदिन्छु नि मेरो छोरालाई। इफ आई क्यान एफोर्ड आई विल बाई फर माई सन। र त्यसमा चाहिँ छोराले चाहिँ मलाई मेटालिका भएको हेभी मेटल भएको एन्टिक्राइस्ट लेखेको माग्यो भने डु यु थिङ्क आई विल गिभ हिम? अघि त मैले दिएँ त टी सर्ट दिन्छु भने थियो। परमेश्वरले हामीले त्यस्तै गर्नुहुन्छ। यसको लागि ठिक छ कि छैन,
If it's good for you, God will give you. If it's not good for you, it will harm you. भने बित्तिकै चाहिँ परमेश्वर will not give you. परमेश्वर will say no. Because मैले अघि भनिहाल्यो परमेश्वरले मलाई लड्नुमा नो भनेको थियो. Because that was God's plan for me. र त्यसै कारणले चाहिँ परमेश्वरले नो भन्ने बेलामा चाहिँ God has got a bigger perspective. किनभने परमेश्वर knows. So परमेश्वर wants to protect us. त्यसै कारणले चाहिँ उहाँले नो भन्नुहुन्छ. It's not good for you. तर परमेश्वर तपाईँलाई इट्स नट गुड फर यु भन्दैन फेरि. तर हामीलाई थाहा हुन्छ कि इट वाजन्ट गुड फर मी नाउ when I go back and see. अर्को चाहिँ गड टु प्रोटेक्ट अस. अब हामी पाउलकै हेरौँ. पाउल प्रेरितको चाहिँ हेऱ्यो भने ऊ परमेश्वरमा कस्तो मजा लागिरहेको थियो. उसलाई चाहिँ कहाँ जानु थियो? रोममा जानु थियो. रोममा गइकन चाहिँ हजारौँ मानिसहरूलाई चाहिँ सुसमाचार उसलाई प्लान थियो. रोममा जान्छ, रोममा पनि पुग्छ. तर कसरी पुग्छ? जेलखानमा पुग्छ, चेनले बाँधेर, म्याक्सिमम सिक्युरिटी प्रिजनमा. अहिलेको हेऱ्यो भने क्यामेरा हुनुपर्ने हो. त्यसमा चाहिँ अब क्यामेरा जमाना थिएन र 12 बडीगार्डहरू थियो. चेनले बाँधेर उसलाई कस्तो भयो होला? तपाईँकै कामको लागि म हिँडेको छु, तपाईँकै महिमाको लागि हिँडेको छु, तपाईँको लागि मैले जान दिएर गिभन एभ्रिथिङ मेरो करियर सबै छोडेर तपाईँ पछि लागेको छु. अहिले आएर म यस्तो प्रिजनमा बस्ने भनेर गन गर्नु सक्थ्यो. तर उहाँले त्यो गरेन. उहाँले त्यो बस्यो. उहाँसँग प्लेन्टी अफ टाइम थियो. अब त्यस कारण उहाँले के लेख्यो त? पुस्तक लेख्न थाल्यो हरेक मण्डलीको लागि. जुन चाहिँ पुस्तक चाहिँ 1000जनाले होइन तर बिलियन्स मान्छेहरूले अहिले हामी हेरिरहेका छौँ. कतिजना मानिसहरूले परमेश्वरलाई पाइरहेको छ त्यो पुस्तकहरू पढेर. भनेपछि परमेश्वरको प्लान हेर्नुहोस्. पलको प्लान र परमेश्वरको प्लान आकाश र पातालको फरक छ. अर्को दोस्रो चाहिँ परमेश्वरले नो किन भन्छ भने गड हेज अ बेटर प्लान फर यु. आमेन. साँच्चै नै बेटर प्लान चाहिँ एकदमै इम्पोर्टेन्ट छ. किनभने आइजायाको 55 को 8 र 9 मा हेऱ्यो भने दिस प्लान अफ माइन इज नट वाट यु वर्कड आउट neither are my thoughts same as yours for my ways are higher than yours. परमेश्वरको सोचाइ र हाम्रो सोचाइ आकाश र पातालको फरक छ. र परमेश्वरले चाहिँ हाम्रो बेटर प्लानको लागि चाहिँ हामीलाई चाहिँ त्यस्तो गर्नुहुन्छ. अब अस्ट्रेलिया आयो, फेरि मेरै इक्जाम्पल जाउँ है, टेस्टिमनी जाउँ. अस्ट्रेलिया त छिर्यो, 3-4 महिनापछि त्यही दाइहरूसँग बस्थ्यो बरुडमा. फेरि त्यो दाइहरूले चाहिँ के हुन्थ्यो, उनीहरू सबै अन्य जाति हो. र भाइ यहाँ चाहिँ होसियारसँग चाहिँ एउटा मान्छे चाहिँ होसियार बस्ने. के हो दाइ? कालो सुट लाउनेसँग. किन दाइ? कालो सुट भनेको यमराज हो. के हो भनेको मैले अब बुझेन, किन अब त क्रिस्चियन फ्यामिली हुर्केको. कालो सुट भनेको चाहिँ इमिग्रेसनले रेड हान्ने हो. त्यो गर्थ्यो. अब आफू फेरि 20 घन्टा त बढी काम, 2टा काम 20-20 घन्टा त गरिरहेको छन्. किन यहाँ 20 घन्टा त पुग्दैन यो देशमा. त्यसै कारण आफूले पनि काम गरिरहेको छ 2टा. अनि बरुडमा 12:30-1 बजी आधा रातमा ढकढक गऱ्यो. यस्तो हेरेको त कालो सुट लगाएको 2जना सात उड्यो. त्यसपछि फेरि अब हुन्छ 2जना दाइहरू इलिगल बसिएको थियो, उनीहरूलाई लिन आएको रहेछ. मेरो नि पासपोर्ट लगिदियो. पासपोर्ट लान्छ आफूलाई अब कस्तो ढुकढुक भयो तपाईँ जानुहोस्. आएको पिआर, यहाँ पिआर होइन, त्यो बेला यहाँ छिर्नुलाई नि मेरो लागि अघि मैले भनिहालेँ तपाईँलाई, टाउको तल गरेर त्यो अवस्थामा त्यस्तो डिप्रेसनमा अस्ट्रेलियाको भिसा पाएर छिरेको. आइटी सम्बन्धी पढ्नु पाएको छ, 2टा काम 20-20 घन्टाभन्दा बढी गरेर पक्रिन्छ भने 20-20 घन्टा लुकाएर गरिरहेको छ. 2टा ब्याङ्कमा राखिएको छ, एकाउन्टहरू सबै मिलाएर मजाले चलिरहेको छ. फेरि उडी तुफान आइदियो. अब के प्रभुलाई दोष दिनु हो नि, अरू कसलाई दिने? होइन, त्यही घर म किन पुग्नु पऱ्यो त? त्यो दाइहरूले झन् मलाई हेर्छु भनेर त्यो दाइमा पुगेको, त्यो दाइकै घरमा रेट हान्थ्यो. आएको 3-4 महिनापछि कस्तो फ्युचर लिएर आएको, सपना फेरि चकनाचुर भयो. पासपोर्ट पनि लोकिदियो. ढुकढुक त कस्तो हुन्छ होला तपाईँलाई थाहा छ नि. किनभने आफूलाई थाहा छ फेरि त्यति बेला 2टामा ट्याक्समा काम गरेको, क्यास इन ह्यान्ड पनि होइन फेरि. उनीहरूले उता इमिग्रेसनसँग कन्ट्याक्ट गरेर त थाहा पाइहाल्छ यसले 2टा काम 20 घन्टा त बढी गरेको छ. अन द स्पोट डिपोर्ट हुन्छ. फेरि इन्टरभ्यूको लागि रकडेलमा थियो त्यति बेला इमिग्रेसन अफिसर, यो इमिग्रेसन अफिस बोलाएको थियो. अब के गर्ने, ढुकढुक 1 हप्ता त भुइँचालो आएको जस्तै ढुकढुक हुँदै एउटा काममा तुरुन्तै फोन गरेर आई क्विट भनेर भनिदियो होइन, किन समझ छ भनेर. अनि त्यसपछि इन्टरभ्यूमा त
भन्यो इन्टरभ्यू बोल्यो होइन, नो सर आई नो आई कान्ट वर्क मोर देन 20 आवर्स, दिस कन्ट्री नट एलाउड भनेर अब पुरा गफ हानिदियो। अन्त मेक स्योर यु डोन्ट वर्क मोर देन 20 आवर्स। त्यसपछि त 20 घन्टामा त आँट कहाँ आउने, पासपोर्ट दियो ढुकढुकबाट। फनि 20 घन्टा भएपछि फाइनेन्सियली स्ट्रगल हुने भयो, पछि युनिभर्सिटी पढ्नु पऱ्यो। तर त्यति बेला राम्रो र नराम्रो के थियो भने कमनवेल्थ ब्याङ्कमा एकाउन्ट खोलेको थियो र त्यो जमानामा चाहिँ ब्याङ्कहरूले तपाईँलाई प्रोएक्टिभली क्रेडिट कार्ड लिमिट दिन्थ्यो, उनीहरूले नै बढाइदिन्थ्यो। त्यो यसलाई त अहिले इलिगल थियो चाहिँ, त्यति बेला चाहिँ आएर दिन्थ्यो, किनभने मेरो एकाउन्टमा पैसा गएको दिन्थ्यो र मलाई 3000 को लिमिट दियो, क्रेडिट कार्डको लिमिट। र 3000 को लिमिट लिएँ मैले, किनभने अब आफूलाई फी तिर्ने बेलामा चाहिसकेँ भनेर। अनि त्यसपछि अलिअलि चलाउँदै गयो, किनभने अब मलाई अघि नै तर्साइसकेको छ इमिग्रेसनले। अब त्यो गर्ने कुरा आएन, एउटै काम भएर कति चाहिँ थाम्ने, क्यास इन ह्यान्ड कामै नपाउने, जति खोज्दै नपाउने। कहिले काहीँ यताउता क्याजुअल क्लिनिङ गर्थ्यो, त्यो पनि गर्थ्यो, क्यास इन ह्यान्ड। स्ट्रगल, फाइनेन्सियली स्ट्रगल भइरहेछ। कमनवेल्थले चाहिँ राम्रो कस्टमर, किनभने मलाई चाहिँ अब टाइममै उनीहरू तिरिरहेछ। 3000बाट 5000बाट हुँदै 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 तपाईँ गेस गर्नु सक्नुहुन्छ मेरो क्रेडिट कार्ड लिमिट कति थियो जब मैले स्टुडेन्ट पढिसक्ने बेलामा? 42,500 क्रेडिट कार्ड लिमिट। तिनीहरू त लुटेको सिबिआईले मलाई, तर हुनु मैले पनि युज त गऱ्यो। र त्यस्तरी फाइनेन्सियली स्ट्रगल बनाइदियो लास्टमा मलाई। अनि पिआर त पाएँ नि त, पढेपछि त्यति बेला पिआर पाउनु सजिलो थियो। आइटी पढेपछि पिआर पाउँथ्यो, हुन त सजिलो भन्नाले साथीहरूको चाहिँ फुतफुत पिआर आइदियो। मेरो चाहिँ आइएलटिएस गर्नुपर्छ भन्छ मलाई त, उनीहरूलाई गर्नु पर्दैन। जबकि उनीहरू नेपालमा पढेको भए, म इङ्ग्लिस मिडियममा पढेको भयो, अनि इमिग्रेसन कम्प्लेन हान्थ्यो। मैले यता आएर इङ्ग्लिसै पढेको, इन्डियामा इङ्ग्लिसै पढेको, नेपालीमा पढेको होइन, वाइ डु आई निड आइएलटिएस भनेर भन्दा नि उनीहरूले यु मे रिक्वायर्ड अरे। मेमा चाहिँ मलाई चाहिँ यु मस्ट भनेको छैन नि। अन्त माइग्रेसन एजेन्टले पनि भाइ कति निखोज्ने गरिदियो आइएलटिएस भन्यो, गऱ्यो। तर पनि 42,500 क्रेडिट कार्ड लिमिटमा चाहिँ त्यति बेला मलाई थाहा पनि थिएन। अब भर्खर पिआर पाएपछि त गाडी पनि नकिन्नु मन लाग्थ्यो, क्रेडिट कार्डले किनिदियो गाडी पनि। भनेपछि मेरो क्रेडिटको बाँकी, समय पनि हेर्दैछु है, रमाइलो त भइरहेछ वचन सुन्दा पनि। र बाँकी पनि $35,000 बाँकी क्रेडिट कार्डमा 20%मा। अब स्ट्रगलिङ, दुईवटा काम गर्नु, पिआर पाएपछि दुईवटा काम पाइहाल्छ। केएफसीमा एसिस्टेन्ट म्यानेजर, मन्डे टु फ्राइडे, स्टारबक्समा स्याटरडे सन्डे काम गर्थ्यो। 7 दिन काम गरेर पनि क्रेडिट कार्ड पत्तै तिर्नु पुग्थ्यो। तर परमेश्वरको योजना फेरि हेर्नुहोस् है, स्याटरडे सन्डे चाहिँ स्टारबक्समा काम गर्ने बेलामा चाहिँ त्यहाँ एउटा इन्डियन साथी थियो, त्यो चाहिँ 5 दिन चाहिँ कल सेन्टर, न्यापको नेसनल अस्ट्रेलिया ब्याङ्कको कल सेन्टर काम गर्दो रहेछ। त्यहाँ पनि मलाई काम पायो, किन मैले त्यसलाई भनेको थिएँ मलाई काम हाल्दैन भन्दाखेरि उसले चाहिँ ब्याङ्किङमा हालिदियो। ब्याङ्किङ फेरि एन्ट्री लेभलमा, जबकि मैले क्याएफसीमा त्योभन्दा बढी कमाउँथ्यो, तर एन्ट्री लेभल कमाएको थिएँ मैले चाहिँ कर्पोरेट वर्ल्ड भनेर। तर त्यो परमेश्वरको योजना रहेछ। फेरि परमेश्वरलाई ठक्कै त्यो साथीलाई पनि काम गर्ने मान्छे स्याटरडे सन्डे चाहिँ स्टारबक्समा त्यसले गर्थ्यो, अर्को दिन ब्याङ्क गर्ने। त्यो मार्फत मैले ब्याङ्किङमा पायो। ब्याङ्किङमा पाएपछि फाइनेन्स कन्ट्रोल गर्न सक्यो। त्यहाँ भएर 20%को 35,500लाई 6%को पर्सनल लोन स्टाफ डिस्काउन्टमा। त्यहाँबाट मेरो सेभिङ्स हुन थाल्यो। त्यसपछि मैले बुवा आमालाई भन्यो अब बुहारी खोज्नुहोस् होइन, पिआर पनि पाएँ, सबै भए बुहारी खोज्नु पाएँ नि। बुहारी पनि हाम्रो यो सम्धि र सम्धिनीजी हुनुहुन्छ, उहाँहरू पास्टर गौरवजी, तपाईँलाई थाहा छ। मेरो श्रीमती तपाईँलाई थाहा छ होला, राम्री पनि एकदमै राम्री। त्योभन्दा ठुलो चाहिँ परमेश्वरले पास्टरकै छोरी, जो जहाँ रोसी नखाने पास्टरको छोरी आइकन चाहिँ 35,000 मिलेर हामीले तिर्थ्यो। उसले गनगन पनि गरेन होइन, 1 वर्ष 1.5 वर्षमा तिरिकन चाहिँ त्यो 3-4 वर्षपछि घर पनि किन्यो हर्सफिल्डमा। परमेश्वरको आशिष हेर्नुहोस् त। मैले 2005 जुलाईमा नेसनल अस्ट्रेलिया ब्याङ्क जोइन गरेँ र परमेश्वरको आशिष यति धेरै परमेश्वर दिनुभयो कि आज त्यही ब्याङ्कमा नै अहिले म यति वर्ष भइसक्यो, 22 वर्ष भइसक्यो। र त्यति बेला कल सेन्टरमा हाउ क्यान आई हेल्प यु भनेर चाहिँ इन्डियन एक्सेन्ट पनि अलिअलि थियो, इन्डियन पढेको कारणले फोनमा धेरै खैरले गाली पनि गर्थ्यो। ब्ल्याडी इन्डियन पनि भन्ने, अरू इन्डिया पनि भन्ने, कसले मोहन भन्दा मोहम्मद भन्ने नि। त त्यहाँबाट पनि पास हुँदै 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 अहिले चाहिँ परमेश्वरले मलाई यस्तो ठाउँ लाग्छ। अहिले मेरो डिपार्टमेन्ट, तपाईँले जति मेडिकल सेन्टर हेर्नुहुन्छ, यहाँतिर फार्मेसीहरू देख्नुहुन्छ,
तिनीहरूले यदि नेसनल ब्याङ्क भन्ने पनि मेरो डिपार्टमेन्टमा पर्छ र मैले अहिले 3टा स्टेटलाई हेर्छु, न्यू साउथ वेल्स, एसिटी र तपाईँको यता के भन्छ न्यू साउथ वेल्स, एसिटी, क्विन्सल्यान्ड। त्यसको चाहिँ एरिया म्यानेजर मलाई परमेश्वरले बनाइदिनु भयो। अन्त खैरेहरूसँग हिँड्दा भएर खैरेहरूले मिटिङतिर पनि सबै हेर्छु खैरे फेस मात्रै, एसियन फेस भनेको एउटा त्यो पनि एसियनमा पनि त्यो अलिक चाइनिजहरू कोरियनहरू अलिक स्मार्ट हुन्छ नि, यस्तो यता नेपाली फेस सबैले यस्तै हेर्छ कहिलेकाहीँ। त्यहाँ पनि परमेश्वरकै महिमा गर्छु, किनभने पार्टीमा फेरि तपाईँलाई थाहा छ यहाँको पार्टी भन्ने बित्तिकै चाहिँ जहाँ रक्सी पानी बरु फाल्दैन, जहाँ रक्सी फाल्छ। त्यस्तो म पनि सबैले के भन्छ अहिले, कोही ड्रिङ्क्स हो भन्यो भने नो, मोहन इज क्रिस्चियन, मोहन डजन्ट ड्रिङ्क, गेट हिम कोक और जुस, लेमन लाइम बिटर विथ 0% अल्कोहल। भनेपछि परमेश्वरको सेवा काहीँ त्यहाँ भइरहेछ। त्यसले अहिले यस्तो बुझ्यो होइन, लुक अघि मैले तपाईँलाई गवाई बाँड्ने बेलामा चाहिँ अहिले यस्तो हेर्ने बेलामा चाहिँ आई थ्याङ्क गड फर नट एन्सरिङ माई प्रेयर्स, फर सेङ नो। लौरे हुनु गयो, चान्सेस थियो, पासपोर्ट र त्यो नागरिकता मिलेको भए लौरे हुन्थ्यो। लौरे भएपछि त्यहाँ 10 वर्ष सर्भिस के हुन्थ्यो, फेरि न त एजुकेसन हुन्थ्यो न के हुन्थ्यो। यहाँ आएर आइटीमा पढ्नु पायो, आइटीमा डिग्री पायो, आफूलाई आइटी पढ्नु सम्बन्ध थियो, आइटीद्वारा पिआर पनि पायो, आइटीमा जागिर पाउनुपर्ने थिएन, पढ्नु त्योभन्दा राम्रो मलाई ब्याङ्किङमा जागिर दिनुभयो। परमेश्वरको आशिष अनुग्रह। त्यही कारणले समटाइम्स थ्याङ्क गड वेन गड सेज नो, डोन्ट क्वेसन गड। मैले त क्वेसन गरेको थिएँ, तपाईँ नगर्नुहोस्। अब अन्तिम आइसकेको छ, क्षमा दिनुहोस्, अब 5 मिनटमै सघाउने कोसिस गर्छु, 5 मिनट लाग्दैन होला। अर्को चाहिँ when God says no, He has got a greater purpose for you. त्यसै कारणले चाहिँ God will say no. किनभने Proverbs 16:4 मा हामी हेर्दछौँ, God has made everything for His purpose. मलाई यहाँ लागेको पनि गडको पर्पस रहेछ। अब म पहिला मोटेलमा बस्थ्यो, त्यसपछि हर्सपिल सर यहाँ नेपाली मण्डली थिएन, पास्टर पौल र म चाहिँ निकै अगाडि हामी सँगै सङ्गति गरेको थियौँ। हर्सपिललाई हामीले निकै प्रार्थना गर्थ्यौँ। अहिले आएर यो एरियामा हाम्रो आफ्नै ट्रिनिटी मण्डली अहिले यसरी खडा भएको छ। तपाईँहरूलाई देख्ने बेलामा यति आनन्दित लाग्छ कि त्यो हाम्रो पहिलाकै भिजन थियो कि यो एरियामा पनि हाम्रो आफ्नै नेपाली मण्डली बनोस् भनिकन। आफू चाहिँ यहाँबाट भागेर साउथ वेस्टमा गयो, तर यहाँको लागि प्रार्थना चाहिँ भइरहेको हुन्थ्यो। र पास्टर गौरवजीसँग म कुरा गर्ने बेलामा जसले मलाई एकदमै आनन्दित लाग्छ, वान डेडिकेटेड सन अफ गड, सर्भेन्ट अफ गड, उहाँले मण्डलीलाई कति फिगर गर्छ। हामीले त्यति बेला गरेको प्रार्थनाको उत्तर अहिले म देख्दछु। भनेपछि परमेश्वरले यो देशमा ल्याएको पनि तपाईँहरूलाई पनि इट्स नट अ कोइन्सिडेन्स। तपाईँहरूको डकुमेन्ट राम्रो भएर तपाईँले पिआर पायो अथवा तपाईँको डकुमेन्ट राम्रो भएर भिसा पायो होइन, गड्स प्लान इज देयर फर यु। यो एरियामा ल्याउनु पनि गड्स प्लान इज देयर। अब भोलि आएर तपाईँ कहाँ जानुहुन्छ थाहा छैन, पिआरको लागि कहीँ एरियातिर जानुहुन्छ, रिजनलतिर जानुहुन्छ होला, तर दिस इज अ ट्रेनिङ ग्राउन्ड फर यु। God is making you disciples so you can go and make disciples there. This means God has got a greater plan, greater purpose for you. When you don't get yes answer, God has a greater plan for you. र अरू चाहिँ नि परमेश्वरले हामीलाई धेरै ट्रायल्समा लानुहुन्छ, ट्रबल्समा पार्नुहुन्छ। अघि हाम्रो प्रवीण भाइले भनिहाले नि, यहाँ ट्रबल्स उनीहरू हात उठाउनु भने कोही पनि हात उठाउँदैन, सबैकोमा ट्रबल छ। भन्नुहुन्छ होला यो केटाको चाहिँ ट्रबल छैन, पिआर पनि पाल्यो, सिजन पाल्यो, राम्रो बुढी पनि बनाएको छ, छोराछोरी पनि पाएको छ, जागिर पनि राम्रो पायो भनेको छ। आई हेभ लट अफ ट्रबल्स। सबैसँग ट्रबल छ, द डिफ्रेन्ट लेभलको प्रब्लम आउँछ। आफ्नो आफ्नो काममा आफ्नो नै प्रब्लम छ, डिफ्रेन्ट काइन्डको छोराछोरीको अर्कै प्रब्लम हुन्छ, स्पिरिचुअल अर्कै प्रब्लम भइरहेको हुन्छ, स्पिरिचुअल ब्याटल पनि भइरहेको हुन्छ। त्यतिखेर चाहिँ परमेश्वरले हामीलाई भन्नुहुन्छ, डु यु स्टिल ट्रस्ट मी? यु गट वाट यु वान्ट, डु यु स्टिल ट्रस्ट मी? तर मैले प्रभुलाई होइन, तर प्रभु यु गेभ मी दिस, तर मलाई चाहिँ ट्रबल भइरहेको छ, प्रब्लम छ, गनगन गर्नु साटो। हामीले परमेश्वरलाई भनौँ, आई स्टिल ट्रस्ट यु। आउनुहोस् यतिखेर हामी शिर झुकाउने छौँ र हामी प्रार्थना गर्नेछौँ। हालेलुया।
Hallelujah, Jesus. Hallelujah. र यतिखेर मलाई थाहा छैन तपाईहरूको आफ्नो जीवनमा अघि मैले भनिहालेँ विभिन्न ट्रबल प्रब्लम्स कोही फाइनेन्सियल स्ट्रेस कोही भिसाको प्रब्लम के प्रब्लम भइरहेको होला कोही फ्यामिली प्रब्लम कोही रिलेसनसिप प्रब्लम डिप्रेसन जे जस्तो गइरहेको तपाईँको अहिले जीवनमा आई डोन्ट नो अनि यु नो एन्ड गड नोस बट गड इज सेइङ परमेश्वरले के भन्दै हुनुहुन्छ छोरा छोरी विल यु स्टिल ट्रस्ट मी छोरा छोरी डु यु स्टिल ट्रस्ट माई टाइमिङ छोरा र मेरो छोरी डु यु स्टिल ट्रस्ट माई लभ डु यु स्टिल ट्रस्ट माई पर्पस फर यु डु यु स्टिल ट्रस्ट माई प्लान फर यु डु यु स्टिल ट्रस्ट मी र अघि हामीले पढिहाल्यो ए प्रवीण भाइबाट चाहिँ प्रोभर्ब्स 3:5 र 6 ट्रस्ट इन द लर्ड विथ ऑल योर हार्ट सम्पूर्ण हृदयले ट्रस्ट इन द लर्ड विथ योर हार्ट मात्रै भनेको छैन यहाँ ट्रस्ट इन द लर्ड विथ ऑल योर हार्ट सम्पूर्ण हृदयले परमेश्वरलाई ट्रस्ट गरौँ चाहे जस्तो दुःख आओस् हुरी तुफान आओस् हाम्रो जीवनमा I will still trust you my Lord whatever happens to me Lord I will still trust you चाहे मेरो विषय आओस् कि नआओस् I will still trust the Lord चाहे म फाइनेन्शियली स्टेबल होस् या अनस्टेबल होस् I will still trust you my Lord whatever problems you are going through now Lord knows प्रियजनहरू हाम्रो परमेश्वरलाई सबै थाहा छ परमेश्वरले नसुनेको जस्तो गरेको छैन He has heard your prayers He knows what is going through you but God is asking you my son my daughter do you still trust me Hallelujah Lord Jesus साँच्चै नै जस्तो अवस्था होस् जस्तो परिस्थिति होस् प्रभु तपाईको नामलाई उचालिरहन सकौँ तपाईको महिमा गरिरहन सकौँ चाहे हामीले भनेको पाओस् या नपाओस् तपाईको पवित्र आत्माको शक्तिद्वारा Your name is enough for me अघि हामीले गाए चाहिँ तपाईको नाम नै काफी हो मेरो लागि तपाईको नाम नै मेरो लागि उत्तर हो तपाईको नाम नै मेरो लागि हिलिङ हो तपाईको नाम नै मेरो सप्तक हो Hallelujah Lord Hallelujah Hallelujah आधी बेरी हामीमा आइलागे पनि चाहे आकाशै हामी माथि कसिदा पनि चाहे समुद्र ओर्लिएर हामीमा बगे तापनि येशू नाम नै काफी छ जीवनको हरेक मोडमा येशू नाम नै काफी छ येशू नाम नै काफी छ जीवनको हरेक मोडमा येशू नाम नै काफी छ पाउ मुनिको जमिन सिरा परे तापनि चाहे पहाड पर्वत झरेर हामीलाई छोपे तापनि चाहे राज्य नै हाम्रो विरुद्ध उठे तापनि येशू नाम नै काफी छ जीवनको हरेक मोडमा येशू नाम नै काफी छ येशू नाम नै काफी
काफी छ जीवनको हरेक मोडमा येशू नाम नै काफी छ प्रियहरू हामी सबैजना खडा हुनेछौँ हामी हातहरू उचाल्दै हाम्रो हात समाउनु हुने परमेश्वरका हाम्रो हातहरू उठाउँदै हामी यो समय प्रार्थना गर्नेछौँ प्रियहरू हामी कसैले कसैको प्रार्थना सुन्ने छैनौँ तर आज वचनले हामीलाई जुन कुरा चुनौती दिइरहेको छ हाम्रो अगाडि परमेश्वरले एउटा यस्तो जीवित गवाहलाई खडा गरेर हामीसँग बोलिरहनु भएको छ तपाईँ र मसँग यसको विरुद्धमा जान सक्ने कुनै पनि कुराहरू हामीसँग हुन सक्दैन प्रियहरू किनभने यो जीवन साँच्ची छ परमेश्वरले त्यो एउटा जीवनमा त्यो गर्नुभएको कामलाई उहाँले घोषणा गर्नुभएको छ यसलाई कुनै कुराले काट्न सक्दैन प्रियहरू उहाँ 20 वर्ष अगाडि 15 वर्ष अगाडि हिँड्नु भएको त्यो बाटो आज तपाईँ र म त्यो बाटोमा हिँडिरहेका छौँ प्रियहरू हालेलुया परम प्रभुले हामी प्रत्येकको लागि उहाँको त्यो ग्रेटर त्यो प्लान राख्नु भएको कुराको लागि हामी अहिलेदेखि नै आनन्दित हुन सिकौँ हामी अहिलेदेखि नै हाम्रो हृदयमा हर्षित हुन सिकौँ हामी चिन्ताले बोझले लादेको मानिस चाहिँ हुनलाई परमेश्वरले यो समय भनिरहनु भएको छैन परमेश्वरको योजनालाई देखेर परमेश्वरको योजनालाई ट्रस्ट गर्दै आनन्दित हुनलाई परमेश्वरको त्यो ग्रेट योजनाको लागि हामी चाहिँ बडो हर्षको साथ बडो धैर्यताको साथ हाम्रो अगाडिको दौडलाई दौडन परमेश्वरले आह्वान गरिरहनु भएको छ यो डाइरेक्ट कल हो यो डाइरेक्ट कल हो हालेलुया तपाईँ के भन्न चाहनुहुन्छ परमेश्वरलाई तपाईँ यो समय भन्नुहोस् तपाईँको बाटो फरक हुनेछ तपाईँको अबको हिँडाइ फरक हुनेछ हालेलुया हालेलुया लो मेरो जीवनमा गर्नुभएको कामको लागि म तपाईँलाई धन्यवाद दिन्छु म आफैले कहिल्यै नसोचेको देशमा तपाईँले मलाई ल्याउनु भएको लागि म तपाईँलाई धन्यवाद दिन्छु प्रभु हामी जस्तो मानिस जो देश एसियामै सबैभन्दा गरिब देशमा पर्दछ त्यो अगण्य देश त्यहाँको मानिसलाई हेर्ने दृष्टिकोण फरक छ त्यहाँको मानिसको हैसियत फरक छ त्यो जीवनशैली फरक छ तर सर्वोत्कृष्ट त्यो जीवन जिरहेका मानिसहरूको बीचमा त्यही हैसियतमा जिउनलाई त्यही हैसियतमा त्यो बराबरी त्यो हैसियतमा प्रभु तपाईँले हामीलाई यो प्रिभिलेज दिनुभएको छ हामी गनगन गर्दैनौँ हामी प्रभु अब कुनै गुनासो बोकेर हिँड्ने मानिस हामी बन्न चाहँदैनौँ अब कुनै त्यो प्रभु यहाँसम्म ल्याउनु नै परमेश्वरले मलाई अगाडि लान सक्नुहुन्छ भन्ने कुरामा अब हामी दुविधामा रहने छैनौँ अब हामी प्रभु कुनै सङ्कोचमा अनि तपाईँमा त्यो भरोसा गर्न नसक्ने त्यो जीवन भएर हामी जाने छैनौँ लर्ड म प्रार्थना गर्दछु लर्ड यो मण्डली तपाईँको हो लर्ड यहाँ आएको प्रत्येक मानिसहरू तपाईँको योजनाको लागि आएका मानिसहरू हुन् लर्ड हाम्रो आफ्नै योजना छन् हामी तपाईँमा सुम्पिन्छौँ हाम्रो इच्छाहरू कति पुरा हुन्छ हुँदैन प्रभु वी डोन्ट केयर द्याट हामीले अहिले भर्खरै त्यो जीवन्त त्यो प्रभु जीवित गवाई हाम्रो बीचमा खडा हुनुहुन्छ त्यो अकाट्य छ हालेलुया प्रभु हामी यो समय यही प्रार्थना गर्छौँ आउने प्रत्येक प्रभु यो आएका प्रत्येक यी मानिसहरू तपाईँको त्यो बिग त्यो प्लानलाई पुरा गर्ने मानिसहरू बन्नेछ म तपाईँबाटको ओ लर्ड त्यो योजनालाई म प्रोफेटिक रूपमा तपाईँको आत्माको त्यो सामर्थ्यमा प्रभु त्यसलाई हरेकले अहिले नै यसै घडी समात्नु भएको कुरालाई म घोषणा गर्दछु
त्यो मार्गहरूलाई म प्रशस्त गर्दछु। त्यो नदेखिएको मार्गहरूमा म तपाईँको मार्गलाई प्रभु म प्रशस्त गर्दछु। येशूको नाउँमा, येशूको नाउँमा त्यो नाउँ काफी छ। येशूको नाउँमा त्यो सबै कुराहरू तपाईँको पाउमुनि आउने नाउँ हो त्यो। लर्ड, हामी तपाईँलाई धन्यवाद दिँदछौँ। धन्यवाद तपाईँलाई। थ्याङ्क यू लर्ड। हामीलाई हेरेर मान्छेहरूले बिचारा भन्नु पर्दैन, परम प्रभु हाम्रो दाहिने हुनुहुन्छ। हामीलाई हेरेर यो मानिस कस्तो दुखी मानिस भन्नु पर्दैन, किनकि हाम्रो आनन्द तपाईँबाट आउँछ। हाम्रो गन्तव्य तपाईँले तय गर्नुहुन्छ। हाम्रो भविष्य तपाईँको हातमा छ। हाम्रो अगाडिका हरेक पाइलाहरू तपाईँले सुरक्षित राख्नु भएको छ। लर्ड, हामी तपाईँलाई धन्यवाद दिन्छौँ। हामी जोरदार ताली बजाएर परमेश्वरलाई उहाँको अलरेडी उहाँले सुरु गर्नुभएको कामको लागि हामी धन्यवाद दिँदछौँ। हालेलुया, हालेलुया लर्ड। प्रशंसा प्रभु, तपाईँलाई धन्यवाद। प्रभु तपाईँलाई धन्यवाद। प्रभु तपाईँलाई धन्यवाद। प्रभु तपाईँलाई धन्यवाद। हामीसँग एउटै अप्सन छ प्रियहरू, परमेश्वरलाई भरोसा गऱ्यौँ भने साँच्चै नै हामी समयमा त्यो दौड पुरा गर्नेछौँ। तर बाटो बिरायौँ भने इजरायलीहरू घुमे जस्तै हामी दुध र मह बग्ने देशमा आए पनि हामीले गन्तव्य नभेटाउन सक्छौँ प्रियहरू। यसकारण अब अल्मलिने समय छैन प्रियहरू। हाम्रो बिचमा परमेश्वरले अघिबाटै ल्याउनुभएका मानिसहरूको गवाईहरू हाम्रो बिचमा यतिका साक्षीहरूले हामीलाई घेरेर एउटै म्यासेज दिइरहेको छ। अब सजिलै अल्झाउने ती पापहरूमा नफस। तर परमेश्वरले राखिदिनु भएको अगाडिको दौड जसरी तिमीभन्दा अगाडिका मानिसहरूले पुरा गरेका छन्, त्यही दौडमा तिमी छौ अनि म सहायता गर्ने त्यही परमेश्वर म तिमीसँग छु। हालेलुया। प्रभु, हामी तपाईँलाई धन्यवाद दिन्छौँ। प्रभु, हामीलाई हाम्रो जीवनको सबै अवस्थामा तपाईँमाथि अझै भर पर्ने मण्डली तपाईँले बनाउनुहोस्। तपाईँले गर्नुहुने काममा क्वेसन गर्ने होइन प्रभु, तर सबमिट गर्ने मानिसहरू तपाईँले हामीलाई बनाउनुहोस्। हामी प्रार्थना गर्दछौँ लर्ड, ट्रिनिटी नेपाली चर्च एउटा यस्तो गवाईको मण्डली बनाउनुहोस् कि लर्ड आएको प्रत्येक मानिस यो ठाउँको लागि तपाईँबाटको ब्लेसिङको कारण बन्न सकुन्। ल तपाईँबाटको त्यो आशाको मानिस बन्न सकुन्। तपाईँबाटको त्यो मुख बन्न सकुन्। तपाईँबाटको प्रभु त्यो जीवित कामको त्यो साक्षी बन्न सकुन्। म यही प्रार्थना गर्दछु लर्ड। मण्डलीले हामीलाई तपाईँले दिनुहुने त्यो ठुलो त्यो तपाईँको पर्पोज सहितको त्यो ब्लेसिङको लागि हामी अहिले तपाईँलाई धन्यवाद दिँदै ती सम्पूर्ण तपाईँको योजनालाई हामी अहिले नै स्वीकार्छौँ। हाम्रो जीवनमा हामी त्यसलाई निम्त्याउँछौँ। हामी भरोसा गर्छौँ। हामी थकित हुने छैनौँ। हामी ओ लर्ड वी वन्ट गो वेरी लर्ड, तर हामी अझै तपाईँमा भरोसा गरेर हिँड्नेछौँ। हामीलाई अगाडिको पाइलाहरूमा सहायता गर्नुहोस्। धन्यवाद तपाईँलाई। हरेक त्यो लत्रेको हातहरूलाई उठ्नलाई पवित्र हातमा सहायता गर्नुहोस्। हरेक त्यो लुलो त्यो घोडाहरूलाई, त्यो लङ्गडो भएका ती घोडा फुस्किन लागेको त्यो घोडाहरूलाई तपाईँले बल दिनुहोस् लर्ड। म येशूको नाममा परम प्रभुमा आशा गर्नेहरूको बल त्यो नयाँ हुन्छ भने तपाईँको वचनले भन्दछ। चिल झैँ तपाईँले हामीलाई नयाँ फेरि त्यो विङ्सहरू दिनुहुन्छ र फेरि त्यही उचाइमा तपाईँले हामीलाई जान सहायता गर्नुहुन्छ। लर्ड, हामीलाई सहायता गर्नुहोस्। हाम्रो आशा तपाईँ हुनुहुन्छ, हाम्रो भरोसा तपाईँ हुनुहुन्छ। हाम्रो अब्बा, हामीलाई माया गरेर हाम्रो निम्ति सबै कुराको लागि योजना गर्नुहुने परमेश्वर तपाईँ हुनुहुन्छ। लर्ड, लेट आवर हार्ट बर्न फर यु लर्ड। हाम्रो हृदय तपाईँको निम्ति जोसिलो हुन सकोस्। तपाईँको निम्ति जहिल्यै पनि हामीले हाम्रो हृदयलाई नवीन गर्न सकौँ। जहिल्यै पनि प्रभु ओ लर्ड तपाईँको निम्ति हामी उत्साहित हुन सकौँ। हामी यही प्रार्थना गर्दछौँ। तपाईँले सुरु गर्नुभएको यो विश्वासलाई, यो कामलाई तपाईँले आफ्नो समयमा पुरा गर्नुहुनेछ। लर्ड, धन्यवाद तपाईँलाई। आफ्नो दासलाई तपाईँले आशिष गर्नुहोस्। आउनुहोस्, हामी यो समय परमेश्वरलाई सङ्कल्प गरे अनुसारको भेटिदिने समय हामी आएका छौँ। प्रभुले सिकाउनु भएको प्रार्थना गाउँदै प्रभुको राज्यमा कहिले पनि नरित्तिने गरी हामी परमेश्वरको राज्यमा देऊ। परमेश्वरको राज्य चाहिँ कहिले पनि रित्तिनु हुँदैन। हालेलुया।
अनि त्यही हामीले दिइरहेका छौँ। तपाईँले डेफिनेटली देख्नुहुनेछ तपाईँको काममा परमेश्वरको हस्तक्षेपलाई। तपाईँले डेफिनेटली देख्नुहुनेछ तपाईँलाई चाहिने बुद्धिहरूको तपाईँलाई कमी हुने छैन। तपाईँलाई चाहिने त्यो प्रमोसनको कमी हुने छैन। तपाईँलाई चाहिने त्यो प्रेरेजको कमी हुने छैन। तपाईँलाई चाहिने त्यो निगाहको कमी हुने छैन। परम प्रभु भन्नुहुन्छ मलाई चाखेर म कति भलो छु अनि तिमीहरूले थाहा पाउनेछौ। परम प्रभुलाई देऊ। हालेलुया। जुन नापले तिमी दिँदैछौ सोही नापले तिमीलाई दिइनेछ। खाँदी खाँदी दिनेलाई खाँदी खाँदी दिइनेछ। हालेलुया। हामी त्यही जीवन छर्ने जीवनमा हामी छौँ प्रियहरू। र हामी एउटा समयमा कटनी गर्न पाउनेछौँ। अहिले हामी बटुल्दैनौँ, अहिले हाम्रो समय छर्ने हो। अहिले हामी लिँदैनौँ, अहिले हाम्रो समय दिने हो। दिने परमेश्वर हुनुहुन्छ। अनि बटुल्न दिनुहुने परमेश्वर उहाँ आफै हुनुहुन्छ। हालेलुया, हालेलुया। Surgama bosnune Piता, Tapaiको नाम पवित्र गरियोस्। Tapaiको राज्य होस्। Tapaiको इच्छा स्वर्गमा झैं इस पृथ्वीमा पुरा होस्। इस पृथ्वीमा पुरा होस्। हाम्रो दिनभरिको रोटी हामीलाई दिनुहोस्। अनि हाम्रो अपराध क्षमा गर्नुहोस्। जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौँ। जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौँ। हामीलाई पनि क्षमा गर्नुहोस्। दुष्टबाट बचाउनुहोस्। किनभने राज्य र पराक्रम र महिमा सदा सर्वदा तपाईँकै हो। परमेश्वर बुवा, हामीले जे छरेका छौँ साँच्चै नै हामी तपाईँको समयमा यसलाई कटनी पनि गर्नेछौँ। हामी विश्वास गर्दछौँ प्रभु जुन कुरा हामीले हाम्रो योग अनि प्रभु हामीसँग भएको अनि अनुसार हामीले दिएका छौँ, हाम्रो योग्यता अनुसार दिएका छौँ। लर्ड, यो तपाईँको राज्यमा प्रशस्त हुन सकोस्। दिने प्रत्येक हातलाई उहाँको काममा, उहाँका सम्बन्धहरूमा, उहाँका हरेक प्रभु ती परिस्थितिहरूमा तपाईँले आशिष गर्नुहोस्। लर्ड, हामी तपाईँलाई धन्यवाद दिँदछौँ प्रभु आजको वचनको लागि। आफ्नो दासलाई तपाईँ प्रभुले प्रभु साँच्चै नै त्यो साउथ वेस्टमा ओ लर्ड अझै धेरै त्यहाँनिर तपाईँको राज्यलाई विस्तार गर्नको लागि तपाईँले चलाउनुहोस्। हामी प्रार्थना गर्दछौँ प्रभु, त्यो साउथ वेस्ट चाहिँ प्रभु हाम्रो जातिहरूले अनि धेरै नेपाली जातिहरूले जरा गाडेर बसेको ठाउँ हो। त्यो हाम्रो बिचमा मिन्टोमा सेवा छ, तर हामी
जब अलिकति पर प्रभु त्यो सभबमा जान्छौँ, जब हामी हेर्छौँ त्यो ग्लेनफिल्डमा, जब हामी हेर्छौँ त्यो इङ्गलबर्नमा, जब हामी हेर्छौँ त्यो माकर्थरमा, जब हामी प्रभु हेर्छौँ त्यो हस्टलमा, जब हामी हेर्छौँ प्रभु त्यो एडभेन्चर पार्कमा, लर्ड तपाईँले ल्याउनुभएका हाम्रा मानिसहरू त्यहाँ सुरक्षित भएर बसेका छन्। तपाईँको राज्यभन्दा अन्त सुरक्षा छैन लर्ड। साँच्चै मिन्टु नेपाली चर्चलाई लर्ड म प्रार्थना गर्दछु, त्यो जसरी तपाईँले प्रभु हामीलाई एउटै परिवारमा हिँड्नलाई जसरी लिनुभयो, बोलाउनु भयो, म प्रार्थना गर्छु मोहन सर उहाँको परिवारलाई तपाईँले प्रभु त्यो ठाउँमा त्यो मण्डली विस्तारको लागि तपाईँले परमेश्वरको आत्माको त्यो कन्टिन्यू त्यो आवाज तपाईँले दिनुहोस्। म प्रार्थना गर्दछु प्रभु यो जुन गवाहीको जीवन छ यो मण्डललाई मात्रै ब्लेस गर्ने गवाही होइन लर्ड, यो ती हराएका मानिसहरूलाई परम प्रभुले ब्लेस गर्नुहुन्छ भन्ने त्यो गवाही हो लर्ड। यो हामी प्रार्थना गर्दछौँ उहाँको परिवारमा, ओ लर्ड उहाँको परिवार नै प्रभु तपाईँको सेवामा अझै बलियोसँगले त्यो एरियामा खडा हुनलाई पवित्र आत्मा तपाईँले सहायता गर्नुहोस्। म यही प्रार्थना गर्छु उहाँको छोराछोरीलाई, बाबुआमाले पछ्याएको औ प्रभु शिक्षामा उनीहरूलाई बढाउनु तपाईँले उहाँहरूलाई कन्टिन्यू सहायता गर्नुहोस् लर्ड। हामी यही प्रार्थना गर्दछौँ आफ्नो छोरालाई आउने दिनमा अझै मण्डलीमा कुन वचनको खाँचो छ अघिबाटै तयार गर्नुहोस्। जब समय आउँदछ लर्ड के बोल्ने भन्ने त्यो अभाव हुने छैन, तर तपाईँको पुरा त्यो विस्टममा तपाईँबाटको पुरा प्रकाशमा तपाईँले मण्डलीलाई अझै आउने दिनमा ब्लेस गर्नुहोस्। हामी तपाईँलाई धन्यवाद दिन्छौँ प्रभु। हामी यो समय प्रार्थना गर्छौँ ती प्रियहरू आज आउन सक्नु भएन, विभिन्न जुनसुकै कारण होस्, ती सबै रोक्ने कारणहरूलाई येशूको नाउँमा हामी इन्कार गर्दछौँ। यदि शारीरिक रूपमा अस्वस्थ भएर उहाँहरू आउन सक्नुभएको छैन भने हाम्रो हातहरूलाई येशूको नाउँमा चङ्गाईको हातलाई त्यो परिवार कहाँ हामी लाँदछौँ। लर्ड छुनुहोस्, तुरुन्तै निको पार्नुहोस्। तपाईँको कोर्राको चोटमा प्रभु त्यो निको बनाउनु भएको त्यो प्रतिज्ञालाई हामी समय दाबी गर्दछौँ। हामी प्रार्थना गर्छौँ जति प्रियहरू प्रभु जुनसुकै परिस्थिति भएर जानुभएको छ, आत्मिक रूपमा आफूलाई औ प्रभु अनि डाउन भयो देखिरहनु भएको छ, भेटिरहनु भएको छ भने पवित्र आत्मा तपाईँले भेटाउनुहोस्। यो समय तपाईँको उपस्थिति उहाँलाई दिनुहोस्, तपाईँको प्रतिज्ञालाई तपाईँले स्मरण गराउनुहोस् कि तपाईँले बिर्सिनु भएको छैन, कि तपाईँले त्याग्नु भएको छैन, कि तपाईँले छोड्नु भएको छैन। तपाईँ अझै पर्खिरहनुहुन्छ। तपाईँ गिभअप गर्ने परमेश्वर हुनुहुन्न। तपाईँ अन्तिम समयसम्म पर्खिनु हुने र सँगै लिएर जानुहुने परमेश्वर हुनुहुन्छ। लर्ड त्यो डाउन अवस्थामा भेटाउनु हुने चाहिँ सहायता गर्न सक्नुहुने तपाईँको अनुग्रह उहाँहरूमाथि खनाउनुहोस्। म यो समय प्रार्थना गर्दछु प्रभु। हामी प्रार्थना गर्छौँ जति पनि ती भिजाहरूको लागि प्रतीक्षा गरेर बस्नुभएका ती छोराछोरीहरूलाई आज तपाईँले वचनद्वारा त्यो एस्योरेन्स दिनुभएको छ। लर्ड हामी तपाईँलाई भरोसा गर्न छोड्दैनौँ। तपाईँले त्यो भरोसालाई त्यो प्रत्येकको हृदयमा तपाईँले आज बढाउनु भएको छ। धन्यवाद। त्यो भरोसा अनुसार त्यो विश्वासको नाप अनुसार उहाँको जीवनमा तपाईँले काम गर्नुहोस्। हामी तपाईँलाई धन्यवाद दिन्छौँ यो सबै कुराको लागि। हाम्रो मण्डलीमा जति पनि बहिनीहरू जो प्रेग्नेन्ट हुनुहुन्छ यो जर्नीमा तपाईँको निगाह राखिदिनुहोस्। त्यो नर्मल डेलिभरीलाई हामी अहिले नै त्यो ड्यु डेटमा हामी क्लेम गर्दछौँ। हामी मण्डली उहाँहरूको यात्रामा साँच्चै नै एउटा परिवार भएर हामी खडा हुन सकौँ। धन्यवाद तपाईँलाई सबै कुराको लागि। कुवारलाई तपाईँले आशिष दिनुहोस्। प्रत्येक सेवाकाईका सेवकहरूलाई तपाईँले आशिष दिनुहोस्। धन्यवाद यी सबै कुराको लागि। हामीले छोडिआएका नेपालका मण्डललाई तपाईँले आशिष दिनुहोस्। विशेष त्यो अनि प्रभु जुन सुकुम्बासी एरियाहरूमा परेका ती चर्चहरूमा तपाईँ प्रभुको जुटावट राखिदिनुहोस्। ती मानिसहरूलाई तपाईँले आश्रयहरू अनि ती भोजनहरू तपाईँले जुटाइदिनुहोस् भनेर हामी प्रार्थना गर्दछौँ। धन्यवाद तपाईँलाई यस सबै कुराको लागि। सबै बिन्ती प्रार्थना तपाईँको हातमा राख्छौँ र अन्त्यमा परमेश्वर पिताको प्रेम, प्रभु येशू ख्रीष्टको अनुग्रह, पवित्र आत्माको सङ्गति र सहभागिता तपाईँको दोस्रो आगमन नहुन्जेल हामी जुन जुन ठाउँमा बस्छौँ प्रत्येक परिवारमा यसरी नै भइरहोस्। आमेन। जय मसीह। गड ब्लेस यू। हामी एकचोटि जोरदार ताली बजाएर हाम्रो आजको स्पिकरको लागि हामी धन्यवाद दिनेछौँ। थ्याङ्क यू मोहन सर। वी एक्सपेक्ट मोर।
God bless you.